गाई धुनी बेला नभई दाल्ला लुकाए। अब पहिलो शब्द छ बाछा फुकाउने हैन। अब यसलाई कुन दृष्टिले कथा भनौँ हैन। यो धेरै थरी यहाँ दर्शन रहेको छ। यो सामाजिक व्यवस्था, यो राजनीति सुधार्न पर्यो। अब कञ्चलाई वार्षिक कर भनेर महिनै पछि दिनदिनैको ताजा ताजा दुध दिन पर्ने, अनि नुहाउने घिउ दिन पर्ने, तताएको घिउ दिन पर्ने, दहीका ठेका पुर्याउनु पर्ने हैन। त्यो बाछा फुकाइदिएपछि दुष्ट राजाको नाकाबन्दी भयो। के भयो अरे? अब बसी खाने राजाको नाकाबन्दी, आर्थिक नाकाबन्दी, अर्थको निर्माण चाहिँ गाई गोधनबाट हुँदो रहेछ भनेर भगवानले पहिली बाछा फुकाइदिएपछि बाछाले अब यसलाई सामाजिक दृष्टिले हेऱ्यो भने बाछाले राम्रो गरी दुध खान पायो भने भोलि तिनी बाउ हुँदाखेरि कचुडो ठुलो कचुडो भएका होइन। बताए अनुसार खूब दुध दिने गाईहरू बन्नलाई त बाछाले राम्रो गरी दुध खान पाउनु पर्यो। सानोमा टाउसिएर ढुङ्ग्रे भुत लगाएर दुध जति तानेर आधा पानी हालेर बजाएर ठेकेदार कहाँ हो कि पहिले दारका ठेका जम्मा गर्थे, आजभोलि ठेकेदार कहाँ दुध जम्मा गरेको छ। अनि बच्चाले अब के खाने रहेछन् भन्दा यहाँ त पुरै यताङका मान्छेहरूले चिया खाने अरे दुध चाहिँ ठेक्का लाउने गडबड भएछ क्या। मैले पहिल्यै दिन थाहा पाएको दुध चाहिँ यति थोरै रहेछ, जम्मैले चिया मात्रै खाने, दुध खाने त बानी बिर्सेछन् अरे होइन। हेर्नुहोस्, ढाड दुख्ने, कम्मर दुख्ने, यान दुख्ने, त्यान दुख्ने, धेरै थरी समस्या। दुध पिउने गर्नु, दुध मात्रै अन्न खानै पर्दो, ढिँडो खान नि पर्दो रहेछ, अन्न नि चाहिँदो रहेछ। दुधले यहाँ महात्माजीको हेर्नु त यस्तो तेज होइन। अब यो संसारले चिनेनौ के तिमीहरू ताम्राङवासीहरूले होइन। यहाँ महात्मा भगवानले पठाइदिनु भएको छ। दुई चारवटा कुरा अर्थी उपदेश सुन्न पाइन्छ। फ्रीमा अमृत बगिरहेछ, लिनै नलिने फेरि। अब खर्च गरेर उहाँ कहाँ देउघरदेखि लिएर आन्छ होइन। नजिकका तीर्थ हेला कति ढङ्ग नभएका होइन। गाली गर्नु बोलाएको त होला नि मलाई, अलिअलि धुलो झारिदिने बोलाएको होला, झार्दैछु क्या मैले। के गर्ने त हेर्नु, गाईको गुणसँग भाइ कति हो, गोबर मेटाउनु हुने गोरसले पनि देव पितृ चलने, भान्सा उज्यालो हुने, पानी खानु मिठो हिमाल चोलेको, गोरस मिठो गाईको, बोली वचन मिठो भाइ बहिनीहरूको, भान्सा मिठो माईको, बोली वचन मिठो भाइ बहिनीहरूको, भान्सा मिठो माईको, गोरस मिठो गाईको होइन। अब गाईको दुधमा पहिलो अधिकार कसको हुन्छ भन्दा बाछाको, अनि दोस्रो अधिकार कसको, भन्दा बालकहरूको, अनि तेस्रो अधिकार कसको भन्दाखेरि बुढाबुढीको, चौथो अधिकार कसको भन्दा हामी जस्तै कोही पाहुना, भोलि त गएपछि पर्सि आउन होइन। अनि चौथोमा अनि त्यसपछि पाँचौँमा कसको भन्दा एउटा गाई पाल्या चाहिँ कसको न कसको धेरै भयो भने अनि रह्यो भने अनि बल्ल के गर्ने हो भन्दा कर तिर्ने हो कि दाजुलाई दिने हो कि गाउँमा सप्लाई गर्ने हो कि नभएका बेलामा भयो उस काँडो उसले लैजाने, उस काँडो उसले लैजाने, बाँधेर आटो पाटो गरेर ऐँचो पैँचो गरेर काम चलाउने हो नि त। अनि सबैका घरमा सधैँ उज्यालो हुन्छ। त्यसो गर्यो भने होइन। अब जमाना बेच्ने आइसकेपछि अब गयो क्या जमाना। राम 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 राम, दुध बेच्छ, मही बेच्छ, घिउ होइन। ए भाइ कमसेकम दुध त आफूले खायो, छोराछोरीलाई खुवायो, बुढाबुढीलाई खुवायो, रोगी हुन्न सबले। अब प्रसाद खाएर जानु अरे यहाँ दुधमा पाकेको छ, केमा पाकेको छ। यहाँ चिठी आएको छ, सम्पूर्ण भक्तजनहरूले जाने बेलामा खुसरुक्क यता लुटुक्क गरेर आपाहरू मुनिबाट नछुट्नु होला। यता पछाडि गएर भूतपूर्व कुखुराको गोठमा त्यहाँ भण्डारा चलिरहेछ होइन।
अब चोखियो छ क्या अब गाई पाल्ने गरेपछि होइन। गाईको दुधमा यसरी हेर्नु अब कहीँ दुईटा धारा मात्रै जोडिदिनु भएको छ भगवानले होइन। गाईका 4वटा धारा किन लगाइदिएको एउटा भन्दाखेरि अब दुईटा बाछालाई दुईटा मान्छेलाई भनेर नभए नि कमसेकम एउटा त पुरै देऊ बाछालाई, मेरो धारो पुरै बाछालाई जोड्यो, अरू बाँकी रहेका तिमीलाई जाऊ भन्दा नि नमान्ने भएपछि के गर्ने। भगवान कृष्णले बाछा फुकाइदिनु हो, ल बाछाले खाऊ पेटभरि। त्यसपछि बालकहरूलाई घरभित्र लगेर तताएर राखेको के छ अनि भित्रको भण्डारामा भएको बालकहरूलाई अनि त्यसपछि बाँकी रहेको बाँदरले पनि खाऊ भनेर लुटाउनु भयो अरे। जुन भाँडो रित्तो झुडाएको छ नि त्यो भगवान कृष्णले थाहा पाउनुहुन्छ क्या। रित्तो झुडाएको लौराले धडम धडम फुटाएपछि अब लैजाउला कन्छ कहाँ तिमीलाई कर यही ठेका होइन लाने गरेको भनेर उता कर उलाउन लाने गरे आटाका भैँटा जति फुटाएर खपटै खपटा होइन बुझ्नुभयो। अब जुनमा दही नुहाउने माथि झुडाएको छ त्यो भेट्ने कसरी भन्दा चौकी माथि बालाको दही काँदा माथि टेकी धेरै विधि गरी पुग्छन् झुन्डाएको ठेकी। अब बल्ल बल्ल गरेर लुकलाई यो चोरलाई पक्लिने भनेर गोपिनीहरू रातभरि जिउँदै बसेका छन् तर भेटाउन सक्दैनन्। मध्याहमा कहिले कहिले राति कहिले बिहान कति बेला मन पर्छ प्रभु त्यसरी घर घरमा गएर गरेको चोरी गरेको कुरा बल्ल बल्ल एउटी सखीले कहाँ भेटाउँछिन् अनि बग्लिन खोज्छिन्। भगवान भाग्नुहुन्छ एउटीले माथि झुडाएको ठाउँमा अब घन्टी पनि झुडाइछिन् अरे। अनि त्यो घन्टी चाहिँ बजेछ अनि भगवानले भन्नुहुन्छ तँलाई यही बेला म चोरमा आएको बेला बज्न पर्छ त भन्दा प्रभु भगवानको भोग लाउँदा त शङ्ख घन्टा बजाउने चलन हुन्छ नि त। भोग लाउने बेला घन्टा त बजाउनै पर्छ। घन्टामा गरुडजीको प्रतिष्ठा भएको हुन्छ त्यही भएर घन्टी बजाएर भगवानलाई नैवेद्य अर्पण गरिन्छ होइन। अहिले भोग लागेन कि भोग लाउने बेला मात्रै त्यो भोग लाउँदाखेरि शङ्ख घन्टा बजाएको बेल पढ्न नसक्नेले त्यही भए पनि चित्त बुझाएको ओमको ध्वनि आउँछ त घन्टीबाट पनि शङ्खबाट पनि ढाँटे ढाँटे गराएर होइन कि त्यो बजाउन जान्ने व्यक्तिले पुरा ओमकारको ध्वनि निस्किन्छ। अनि घन्टीले भन्यो प्रभु हजुरले भोग लाउँदा त म बज्नै पर्यो। भगवानले भन्नुभयो म चोरमा आएको बेला चाहिँ नबजाउन कमसेकम भन्दा त्यसो भए सल्लाह गरौँ हजुरले यो रालो समाइदिनु बजाउनु हुन्छ नि तलको अब रालो समाएपछि त बज्दैन नि त। अब माथिको निकालेर काँधमाथि बालकको काँधमाथि टेकेर ढेकीको माथिको ढक्कन निकालेर माथि दहीको बोक्रो जुजु ढाउ भनेको काठमाडौँतिर गएका हौ गएकाले थाहा पाउनु होला। माटाको मैलामा माटाको सकौरामा बनाएको जमाएको खटक्क परेको दही कति राम्रो हुन्छ नि। माथिबाट बोक्रो निकालेर गोविन्द नमो नमः भनेर एकचोटि राख्दा त यस्तो पानी आयो नि तपाईँलाई आके आएन अरे। दही तरसितको दही मुखमा राख्दाखेरि मलाई कस्तो गजबको कस्तो रसै रस आहा। त्यही बेला खुरुक्क ढोका खोलेर गोपिनी भित्र आइन्। अनि त्यसपछि अरू बालक त भागिहाले कन्हैया माथि झुलिनु भएको थियो। गोपिनीलाई चाँडो आएर हात थापा इसारा गर्नुभयो। हात थापेपछि लुरुक्क माथिबाट खस्नुभयो। अब 4 आँखिया लडी लडिरह गई। गोविन्दलाई गोपिनीले पक्रिन्। अब एउटा हातले कन्हैयालाई समात्यो र अर्को हातले कानमा तँलाई चोर आज तेरी आमाका सामने लगाएर तेरो बेजेत गराउँछु भन्दाखेरि हे सखी अब बोल्न मिलेन मुखभरि दही छ के भन्ने है। ए सखी त्यसो त नगर है आँखाले भनेको मानिनन् क्या। आज तँलाई लैजान्छु भनेर जान खोज्दाखेरि भगवान श्रीकृष्णले मुखभरिको दही अब के गर्ने केर गए भनेर मुखभरिको दही आँखाभरि फुरुरु पारिदिएपछि आँखा बिच्न थालिन्। केही बेला भाग्नुभयो। ध्यान जगाउन पर्यो नि त होइन के गर्ने त। यसरी पिठे पिठनी छन् बालक गले तिष्ठन् सबो बालक। यस्ता धेरै लीला चरित्रहरू छन्। म कति सुनाउ कति भनौँ जहिले नि हतारै जहिले बेर हुन्छ कथा भन्ने बेलामा एउटा भजन गाएर दही चोरी खाने ठोकी भाँडा फुटाउने दही चोरी खाने
दैचरी खाने ठेकी भाँडा फुटाउने दैचरी कृष्ण तिम्रो त्यो बानी कहिले नजाने कृष्ण तिम्रो त्यो बानी कहिले नजाने दैचरी खाने ठेकी भाँडा फुटाउने दैचरी खाने कृष्ण तिम्रो बानी कहिले नजाने कृष्ण तिम्रो बानी कहिले बन्दैछ श्यामको मुरली तिरी बन्दैछ श्यामको मुरली मन मेरो उड्यो प्रभु भेटौँ कसरी मन मेरो उड्यो प्रभु भेटौँ कसरी दैचरी खाने ठेकी भाँडा फुटाउने दैचरी खाने ठेकी भाँडा फुटाउने कृष्ण तिम्रो त्यो बानी कहिले नजाने श्याम तिम्रो त्यो बानी कहिले नजाने कहिले बच्चा फुकाइदिन्छन् गाई नदुहुँदै कहिले बच्चा फुकाइदिन्छन् गाई नदुहुँदै दाम्रो पानी लुकाइदिन्छन् उज्यालो नहुँदै दाम्रो पानी लुकाइदिन्छन् उज्यालो नहुँदै घरभित्र पसी पसी हन्डी फुटाएर घरभित्र पसी दही नौनी चोरी चोरी खान्छन् लुकाएर दही नौनी चोरी चोरी खान्छन् लुकाएर दैचरी खाने ठेकी भाँडा फुटाउने दैचरी खाने ठेकी भाँडा फुटाउने कृष्ण तिम्रो त्यो बानी कहिले नजाने कृष्ण तिम्रो त्यो बानी कहिले नजाने राधा कुण्ड श्याम कुण्ड गिरी गोवर्धन राधा कुण्ड मधुर मधुर बंशी बज्यो यही वृन्दावन मधुर मधुर बंशी बज्यो यही वृन्दावन दैचरी खाने ठेकी भाँडा फुटाउने दैचरी कृष्ण तिम्रो त्यो बानी कहिले नजाने कृष्ण तिम्रो त्यो बानी कहिले नजाने कृष्ण काले नक्कल नपारा कृष्ण काले नक्कल नपारा वृन्दावनका गोपिनीको आँसु नजारा वृन्दावनका गोपिनीको आँसु नजारा दैचरी खाने ठेकी भाँडा फुटाउने दैचरी खाने ठेकी भाँडा फुटाउने कृष्ण तिम्रो त्यो बानी कहिले नजाने श्याम तिम्रो त्यो बानी कहिले नजाने तिरिरी बज्दैछ श्यामको मुरली तिरिरी बज्दैछ श्यामको मुरली मन मेरो उड्यो प्रभु भेटौँ कसरी मन मेरो उड्यो प्रभु भेटौँ कसरी मन मेरो उड्यो प्रभु भेटौँ कसरी यसरी गोपिनीहरूले आमा यशोदालाई सिकाइ गरे दिनका दिन तर माताले पत्याउनु भएन अरे यसरी उधारो भनेर म पत्याउँदिन रङ्गे हात पक्रेर आयो भने मात्रै पत्याउला मेरो छोरो तिम्रो घर जाँदै जाँदैन त्यही पनि चोरेर खाँदैन हाम्रै घरमा 9 लाख गाई छन् भने तिम्रा गएर चोरेर किन खाला है खान नपाएकाले चोरेर खानु त अर्कै कुरा हो तर पाएकाले किन चोरेर खायो तर हेर्नु यो संसारमा सबै कुरा किन्न पाइन्छ रे हो कि होइन सबै कुरा किन्न पाइन्छ तर माया किन्न पाइँदैन पाइन्छ
भाइ कति रुपियाँ किलो बिक्छ होला भन्दा किन्नै पर्दैन अरे, त्यसै मिल्छ। दिनुहुन्छ 2-4 पाती। यो प्रेम भनेको के चिज रहेछ? प्रेम भनेको वास्तवमा ठुला युनिभर्सिटीहरूमा पढाइ हुने पनि होइन रहेछ, होइन? भयो भने भइहाल्यो, भएन भने आजभोलिको आकर्षणलाई प्रेम भनिन्न है, जानिराख्नु होला है। एउटा निश्चित समयका समुदायका व्यक्तिका बीचमा भएको जो आकर्षण हुन्छ नि, त्यो के होइन अरे? त्यो माया पनि होइन, प्रेम पनि होइन, त्यो त नक्कली त्यो विकृति मात्रै हो भन्यो भने फरकै पर्दैन। साँच्चै प्रेम गर्ने व्यक्तिले त जिन्दगीभरि निभाउनु पर्छ नि त, पर्दै पर्दैन। मान्छे मर्छ तर माया भयो भने साँच्चैको माया भयो, प्रेम भयो भने त्यो मर्दैन अरे क्या। प्रेम अमर हुन्छ भनेको छ कि। तर नबुझिकन आकर्षणलाई विकर्षणलाई प्रकर्षणलाई प्रेम भन्ने सम्झेर मान्छे झुक्किएको छ है। के भएर छ अरे? पुस्तक पढी जुग गयो, पुस्तक पढी जुग गयो, पण्डित भएन कोही। 2 अक्षरको प्रेम पढेर जगमे पण्डित होई, कबीरा जगमा पण्डित होई। पुस्तक पढी प्रेम भन्ने शब्द पढेर पनि हुँदो रहेनछ। प्रेम भन्ने यस्तो रस हो, त्यो रस आयो भने आयो, आएन भने आएन। त्यो प्रेम कसरी आउँछ भन्दा यस्तै लीलाले आउँछ भनेर भगवान श्रीकृष्णले चोरी गरेको ब्रजेव सन्तम ब्रजमा गएर नौनी चोरेको भनेको प्रेमको चोरी गरेको हो। प्रेम है, प्रेम भयो भने चोरी गरेरै हुने हो, माया मागेर भिक्षामा पाइने पनि होइन। मलाई माया गर्नुहोस् भनेर पाइन्छ र? आज त गर्नु भएको छ, भोलिदेखि कसले गर्नु हुँदो रहेछ हेरौँला रे। बोलो भक्त वचन भगवानको। आहा, होइन? त्यो भगवान श्रीकृष्ण विश्वमा सबैभन्दा ठुलो प्रेमको पाठशालाको प्रिन्सिपल भगवान कृष्ण हुनुहुन्छ क्या है। के हुनुहुन्छ अरे? प्रेमको पाठशालाको प्रिन्सिपल प्राध्यापक, प्रेम कसरी गर्नुपर्छ भनेर सिकाउने भगवान श्रीकृष्ण। कृष्ण भन्नेलाई देखा छैन, नदेखे नि यत्रा कृष्णका नाममा यत्रा भक्तहरू जम्मा हुनुभएको छ होइन? यो चोरेको होइन, कृष्णले मन चोर्या, प्रेम चोरेको कि होइन? नदेख्दा यति मिठो हुनुहुन्छ होइन, सुन्दा यति मिठो हुनुहुन्छ। देख्न एकचोटि भेट्न पाए कस्तो माया लागेको थियो मलाई त, म त छोड्ने नै थिइनँ होइन। एकचोटि हे कृष्ण 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 भनेर मन, कृष्ण कृष्ण भनेर मन, बिताउँ अब बाँकी यो जीवन। कृष्ण प्यारा कृष्ण प्यारा, तिमी जति प्यारो अर्को को छ र, तिमी जति प्यारो अर्को को छ र। कृष्ण कृष्ण भनेर मन, कृष्ण कृष्ण भनेर मन, बिताउँ अब बाँकी यो जीवन। कृष्ण प्यारा कृष्ण प्यारा, कृष्ण जति प्यारो अर्को को छ र। कृष्ण प्यारा कृष्ण जति प्यारो अर्को को छ र, कृष्ण जति प्यारो अर्को को छ र। बोले भक्तवत्सल भगवानको। यसरी घर घरमा गएर भगवानले गरेका लीलाहरू धेरै छन्। आजलाई यति नै बाबा, यो प्रसङ्ग पनि यति नै। अगाडि के भन्दा भगवानले माटो खानुभयो अरे, वृन्द माटो खानुभयो। किन खानुभयो भन्दा यी प्यारी गोपिनीहरूले हिँडेको धुलो भनेर रोम रोम पर राज्य हो, कोटि कोटि ब्रह्माण्ड आफ्ना शरीरमा अनन्त कोटि ब्रह्माण्डमा विद्यमान सम्पूर्ण आत्माहरूलाई पनि यी ज्ञानी महात्माहरूको चरणको धुलो पुगोस् भनेर ब्रजमा भगवानले ब्रह्माण्ड घाटमा माटो खानुभयो। माता यशोदाले सोध्नुभयो, हे दारीके लाला, देख्यो तिम्रो यस्तो चाला, किन माटो खाएको भन?
कन्हैयाले भन्नुभयो आमा मैले कहाँ माटो खाएको हजुरलाई कसले सुनाएको वदन्ती तावका तिम्रा सबै साथीहरूले भन्छन् श्री कृष्ण उवाच यहाँ श्री भगवान उवाच नभनेर यो अलिअलि झुटमुट बोल्न कृष्णलाई मात्रै सुहाउँछ अरे क्या। अनि श्री कृष्ण उवाच श्री कृष्ण भन्नुहुन्छ आमा नाहम भक्षितवान मैले माटो खाएकै छैन सर्वे मिथ्या विसम्झिने हजुरलाई कुरा लाउने मान्छे छन् नि यो आमा छोराको प्रेम भएको देखेर यहाँ फटाउन यो दुधमा अमिलो निचर्न आएका हुन् के गर्न आएका हुन् अरे यो दुधमा अमिलो निचरेर फटाल्न आमा छोराको प्रेम भएको देख्न नसकेर यहाँ मान्छे आएर कुरा लगाएको बजै हजुरलाई थाहा छैन मैले कहाँ माटो खाएँ कसले भने हजुरलाई भन्दा वदन्ती तावका तिम्रा साथीहरूले भन्दैछन् त भन्दा आमा यी ब्रजवासीलाई झुट बोलेर पापै लाग्दैन यिनको कुरा पत्याउनुहुन्छ हजुरले है सर्वे मिथ्या विसम्झिन यिनी सब झुट बोल्छन्। अनि यदि सत्य गिरा तरी दाजुलाई बोलायो दाजु आइपुग्नु भयो त्यही बेला हलधर बलरामजी यसो ढुकढुक गर्दै आउनुभयो। अनि बलरामजीलाई बोलाएर सोद्धाखेरि बलरामजीले के भन्नुभयो विचार गरेर लेख्नु होला आफूलाई नै समस्या आउने प्रश्न गर्नुभयो भने के त मैले पढेको छैन भनेपछि हजुरले अघि पछि नि कथा सुन्ने गर्नुहुँदो रहेछ भन्ने थाहा लाग्यो। त्यो प्रसङ्ग राजपञ्चाध्यायमा पुगेको बेलामा भनौँला कृष्णले भनेर यत्रो सौलो श्रीमद् भागवत महापुराणमा राधाको नाम आएको छैन भने कुरा के हो सत्य हो कि होइन भनेर श्रीमद् धेरै ठाउँमा आएको छ राधाको नाम एउटी कुनै सखी भनेको हुनाले पनि 11 वर्षभित्रको भगवानले श्रीकृष्णले गरेको एउटा रहस्य प्रेम भएको हुनाले नाम आएको उत्तर यही भयो। अब यहाँ भगवान आमा छोराको संवाद चलिरहेको छ प्रश्न गर्दाखेरि थोरै टाइम दिनुपर्ने भयो क्या छुट्टै टाइम दिएन भने कथामा हाम्रो यहाँ ठुल्दाइले भन्नुहुन्छ गुरुजी हजुरले हामीलाई सोध्दै सोध्नु भएन भन्नुहुन्छ के भन्नुहुन्छ अरे तपाईँहरूलाई के लाग्यो भने सोध्दै सोध्नु न। अब यति यहाँ 7 दिनको थोरै दिनको 5-4 घन्टा कथा हुने टाइम मिल्या हुन्छ। अब सबैलाई सोध्न दियो भनेदेखि कसलाई के हो के चाहिने नचाहिने प्रश्न उत्तर लगभग यहाँबाट शङ्का समाधान हुने गरी नै पुरै एकैचोटि बाँझ नराखिकन कि 1218 राटा नबन्ने गरी एकैचोटि भुल्याएर लैदैछ होइन पुरा ट्र्याक्टरले फर्काइ जोतेर प्रश्न भर्सक कसैले गर्न पर्ने अवसरै नआउने गरी भनिएको हुन्छ। आफू बोलेका कुराबाट त कसैलाई शङ्का लाग्दैन नै तर लागिहाल्यो भने पनि छुट्टै समयमा प्रश्न उत्तरको समय राख्नुपर्छ होला बिचमा गर्दाखेरि। अब प्रसङ्ग कहाँ थियो अरे लौ सम्झाउ भन्नु त भगवान श्रीकृष्ण र आमा छोराको कुराकानी चल तिमीले माटो किन खाएको सोध्दै हुनुहुन्थ्यो। भगवान श्रीकृष्णले भन्नुभयो हजुरलाई गाउँका मान्छेको विश्वास छ आफ्नो छोराको विश्वास छैन हजुरलाई आफ्नो छोराको विश्वास छैन मैले कहाँ माटो खाएँ अन्त तिम्रा साथीहरूले भन्दैछन् बलरामजी आउनुभयो बलरामजीले हो भन्नुभयो हो मिलाउनुभयो। अनि दाजुहरूको नि भनिदिउँ भने भाग्नुभयो बलरामजी अरे हजुरको पनि कुरा आमालाई लगाइदिउँ भनेको अब दाजुभाइमा फाटो हुन्छ भनेर भाग्नुभयो। कन्हैयाले भन्नुहुन्छ आमा मलाई पनि शङ्का लाग्न लाग्यो आज त किनभने बा पनि गोरा आमा नि गोरी होइन यसैले आमा पनि गोरी बा पनि गोरा अनि म चाहिँ कालो रिटा जस्तो गोटालो कहीँबाट किनेर ल्याउनु भएको हो र किन मेरो कुरामा पत्यार गर्नु न हजुरले भनेपछि आमाको गए साथ होइन। अब अलिअलि शङ्का परेपछि कोहीलाई चोरलाई चोर भन्न हुन्न खुट्टा उचाल्छन् रे होइन। आमाले तपाईँले मलाई कोही भेटाउनु भएको हो कि कोही साट्नु भएको हो कि किनेर लिएर आउनु भएको हो र भनेपछि होइन मेरो राजा तिमीले माटो खाएकै होइन अर्काका कुरा सुनेर म पनि गाउँले कुरा सुनेर घर आगो लाउन लागेछु मेरो राजा तिमीले माटो खाएको होइन खै गर त भन्दा केही पुर्याउन खोज्नु भएको थियो भगवानले आमाले गर भनेपछि लै त गरेपछि पूर्ण विराट ब्रह्माण्ड भगवान श्रीकृष्णले मुखभित्र देखाइबक्स्यो आमाको तत्र तदृशे विश्वम जगत सास्नु जखम दिशा पूरा आकाश पाताल स्वर्गलोक मर्लोक जनलोक तपलोक सत्यलोक अतल वितल सुतल रसातल पाताल महातल
शब्द स्पर्श रूप रस गन्ध 24 तत्त्व प्रकृति विकृति कहीँ आगो बन दन्दन दन्दन बलिरहेको छ, कहीँ समुद्रमा लहर चलिरहेको छ, कहीँ गडगड गडगड पहाड, कहीँ भूकम्प गइरहेको छ, कहीँ के भइरहेको छ, सब घुमिरहेको देखेपछि होइन यो के हो, यो सपना हो कि विपना हो, खडे खडे यो दिन पनि होइन, यो रात पनि होइन, यो सपना हो कि विपना हो भनेर आमा छक्क पर्नुभयो। भगवानले आफ्नो मुख चुप्प गर्नुभयो। के अगाडिको मुखभित्र ब्रह्माण्ड देखियो। अब चुप्प गर्नुभयो। आमाको शिर अलिकति उल्टे पेन खेलेपछि घुमाइरहन्छ नि त, गाडीबाट हिँडेर गाडीमा यात्रा गरेर आउँदाखेरि अलिबेरसम्म आमालाई घुमाइरहे जस्तो भएको थियो। कन्हैयाले भुलाउनको लागि आमा मलाई भोक लागेको छ, त्यतिकै खान पाइएला भनेपछि पेटमा हात घुमाएपछि जुरुक्क उचालेर गुरुक्क काखमा राखेर अमृतको धारा पिलाउनु हो आमाले। यति धेरै प्रेम गर्ने के सौभाग्य पाउनुभयो नि माता यशोदाले। त्रय्याचो वंशर्भिश्च साङ्ख्ययोगैश्च सात्वतै पदीयमानमाहात्म्यं हरिं सामान्यतात्मजम्। ऋग्वेद यजुर्वेद सामवेदले गान गरेका परमात्मा, उपनिषदहरूले ध्यायन्ती हैन गायन्त्यं सामगाः ध्यानावस्थित तद्गतेन मनसा तद्गतेन मनसा पश्यन्त्यं योगिनो। तद्गतेन मनसा परमात्मामा निरन्तर मन लगाएका बडा बडा योगीहरूले पश्यन्त्यं योगिन यस्यान्तं न विदु अन्तका अन्त न पाया रे, कहिले अन्त पाउन सक्नुहुन्न त्यस्तो परमात्मा भगवान श्रीकृष्णलाई यति धेरै माया गरेर छोरो मेरो छोरो सानो लाला भनेर काखमा राखेर आमाले खुवाउन पाउनुभयो। के भाग्य होला आमाको, कति किलोमिटरको पुण्य आमाले गर्नुभएको थियो होला, कति किलो कि कति मिटरको कत्रो प्रेम पुण्य कति धर्म जम्मा गरेर राखेको थियो होला। शङ्का लाग्यो राजाले परीक्षित सोधेपछि सुखदेव स्वामीले भन्नुहुन्छ यी यशोदा पूर्व जन्ममा को हुनुहुन्थ्यो? नन्द बाबा द्रोण नाम गरेका बसु, उहाँकी पत्नी धरा नाम गरेकी द्रोण बसुकी पत्नी हुनुहुन्थ्यो यशोदा पूर्व जन्ममा। दुवैजनाले कहिले हिमालमा बसेर तपस्या गरेर पुरा शरीरमा हिउँले भिजाएर लुपुप कालो भइसक्दा पनि तपस्या गर्न छोड्नु भएन। कहिले पहाडमा बसेर कहिले समुद्रमा गएर नदीमा डुबेर तपस्या गर्दा 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 एक दिन भगवानले दर्शन दिनुभयो। प्रभु आएर भन्नुभयो वरदान माग्नुहोस् वसुधरा द्रोण वसुधरा तपाईँलाई वरदान के चाहियो भन्दाखेरि प्रभु अरू केही चाहिएन, हामीलाई हजुर छोरो भएर आउनु पर्यो, हजुरलाई हामीले माया गर्न पाउनु पर्यो भनेपछि भगवानले तथास्तु यो जन्ममा होइन अर्को जन्ममा अब हजुरहरू नन्द गाउँमा गएर प्रकट हुनु होला, नन्द र यशोदा भएर आउनु होला, म चाहिँ हजुरहरूको पुत्र भएर आउनेछु भनेर भगवानले दिएको वचन पुरा गर्न उता ब्रह्माजीले पनि प्रार्थना गर्नु भएको थियो। पृथ्वीको भार उतार्नका लागि अरू धेरै ऋषि महर्षिहरूको पनि इच्छा थियो राज महाराजमा प्रवेश गर्न पाए हुन्थ्यो। ती सबैको इच्छालाई पूर्ण गर्नलाई लाखौं काम एक अवतार एक अवतार गरेर भगवान यसरी पूर्ण रूपले एकदा गृहदासीषु यशोदानन्द गेहिनी कर्मान्तरं युक्तासु निर्ममन्त स्वयं दधि। एकदा गृहदासीषु यशोदानन्द गेहिनी यानि यानि गीतानि तद्बालचरितानि च दधि निर्मथने काले स्मरन्ति तानि गायता। एकदा दीपावलीको पावन अवसरमा सारा घरका नोकर चाकरहरू पनि आफ्नो आफ्नो घर घरमा गएको बेलामा माता यशोदालाई घरको काम डबल डबल अरे जुन दिन छुट्टी हुन्छ नि त्यही दिन छोरा बुहारी नाति नातिना ज्वाइँ चेला सबै आउँछन्। आमाको घर सेकिन्छ होइन, अझ मिठो मसिनो पनि बनाउनु पर्यो। अघि जस्तो ज्वाना झोल खाएर पनि काम चलेन होइन। घरमा पाहुना आएपछि अब त्यही बेला अलि बुझ्ने छोरी भइदियो भनेदेखि त आमाले त छोरी अत्यन्त सुधारेकी रहेछौ, नभए छोरी बुझ्ने भइदियो छोराहरू पनि बुझ्ने भयो भने आमा तपाईँलाई मैले के यसो आलुको टोक्रो छोडाइदिँदै गरौँ भन्ने पाएँ भने नि यसो सिमी बोडी भात दिँदै गरौँ भन्यो भने नि आमालाई पुरै सघाइदिएको हुन्छ नि त।
छोरी बुहारी छोरा जम्मै आएका मान्छे बसेर मोबाइल चलाएर बस्ने आमाले मात्रै काम गर्यो सबैले खाने कसरी दिन्छ काम चल्छ र हेर होसियार भन्नु पर्यो नि अब सबैलाई लिएर आएको भए मैले कति सिकाइदिन्थेँ अब हजुरहरू एक्लै आमाहरूले अब श्रीमानले पनि उही श्रीमतीले पकाउने उसैले भाँडा काला बनाउने उसैले सेता बनाउने श्रीमानले चाहिँ बसेर गफ लडाउने मात्रै हो र घरको काममा पनि हात बटायो भनेदेखि सजिलो हुन्छ नि त भनेर जान खुसी पारिदिने के अलिअलि भयो नि त्यो माता यशोदालाई घरमा काम धेरै धेरै भयो अब के गर्ने बिहानै 2 बजे उठेर के गर्ने अरे नुहाउने धुवाउने अनि मोही पार्ने अरे हानी मोही पार्दा पनि भगवानको नाम गाउने के गर्ने भगवानको नाम गाउन चाहिँ नछोड्ने हातले काम गर्ने मनले ध्यान गर्ने वाणीले भगवानको नाम गाउने यानी गीतानी तद्वाल चरितानी च दधि निर्मथने काले स्मरन्ती तान्य गाएर त्यति बेलाका कविहरूले बनाएका कविताहरू गीत गोविन्दहरू गाएर श्रीकृष्ण गोविन्द हरे मुरारे हे नाथ नारायण वासुदेव 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 श्रीकृष्ण हे नाथ नारायण वासुदेव यसरी भगवानको नाम गाउँदै गाउँदै माताले मोही पार्न लाग्नु भयो अरे अब त्यही बेलामा के भयो त्यही बेलामा भगवान श्रीकृष्ण बिहानै उठेर आउनुभयो अनि हातमा समाउनुभयो आमा मलाई भोक लाग्यो भने अहिले सुत्ने निद्रा लागेन तिमीलाई भन्दा आमा मलाई पटक्कै निद्रा लागेन है निद्रा लागेन भोक लागेन प्यास पनि लागेन के भयो त भन्दा मलाई हजुरको सम्झना आयो हजुरले किन बोलाउनु भयो भन्दा मैले कहाँ तिमीलाई बोलाएको मैले भगवानको नाम गाएको त्यही त मेरो नाम हो नि आमा हजुरले श्रीकृष्ण गोविन्द हरे मुरारे यो त भगवानको नाम पो हो त भन्दा त्यही मेरो नाम हो नि आमा भनेर आमा छोराको संवाद चल्यो कसरी तिम्रो नाम हो भन्दा ए मेरो आमा मैले पहिली अवतार लिएको मत्स्य अवतार मत्स्य पनि मै हो कुर्मा अवतार मेरै अवतार हो अनि वामन अवतार नरसिंह अवतार यी सबै मैले तिमी अहिले मेरो सानो छोरो कसरी त्यस्तो भयो भन्दा आमा मैले उहिले यस्तो आमा पत्याउनु न आमाले मेरो छोरो त तिमी मेरै छोरो कहाँबाट तिमीले मत्स्य अवतार कुर्मा अवतार नरसिंह बन्यौ तिमी कसरी नरसिंह बन्यौ भन्दा आमा म सबै थोक त बनेको अब आमाले नपत्याएपछि त्यसो भए मलाई भोक लाग्यो ल उता तिमीलाई खाना दिन तलाई मैले तयारी पार्दैछु ननी घिउको गोला बनाउन एकछिन समय लाग्छ अब अहिले त्यसो भए कि खाना दिनु नि कि मेरो कुरा पत्याउनु भनेपछि बरु खाना दिन्छु भनेर कहाँ राखेर जुरुक्क उजालेर कहाँ राखेर फेरि पनि अमृतको धारा पिलाउन लाग्नुभयो होइन अब पिउन छोडेर आँखा जुदाई खेले अरे आमा र छोराको आँखा लडाई भयो अरे कसले कति बेरसम्म हेर्ने भनेर होइन आँखा नझुम्काइकन हेर्न पर्ने होइन अब हेर्नु कसले धेरै बेर हेर्न सक्छ आमा हार्नु भयो अरे आमाको आँखा यसो झुम्किहालेछन् अनि भगवान खेतका छोडेर आँखा हेरी हाँस्न लाग्नुभयो तरी के आमाले हात लगाएपछि त आँखा झिम्किने भएन नि त अनि तँलाई दुध खानु परेको छ कि अहिले खानु भोक लागेको छ कि आँखा जुदाउनु परेको छ भन्दा आमा एउटा कुरा भन्नु न हजुरले मलाई कति माया गर्नुहुन्छ भन्दा मैले तिमीलाई यति धेरै माया गर्छु होइन बच्चाले मामा घर गएर कति पापा खायो भन्दा यति अरे अब मैले धेरै माया गर्छु साँच्चै हो भन्दा साँच्चै हो अरे हो कि होइन रहेछ भनेर परीक्षा गर्न भनेर भगवान कृष्णले आँखा चिम्म गरेर दुध एकदम सही दुध तान्न लाग्नुभयो मुग्ध भएर दुध तान्न लाग्नुभयो आमाले यसो पछौरी हालेर ल पेट नभराइकन सुत्दैन पेट भराउन खोज्नु भएको अब सावधानी हटी दुर्घटना घटे आमा छोराको मुख छेकिएपछि पर्दा परेपछि आमाको आँखामा गयो उता चुलामा दुध तताउन बचाल्यो त्यो
अनि भगवानले अगाडि सङ्कल्पले आगो अलिकति अग्निदेव बढ्नुहोस् त तपाईँ आमाले कतिको माया गर्नुहुन्छ मेरो माया गर्नुहुन्छ कि दुधको माया गर्नुहुन्छ भनेर अब आगो बढ्दै बढ्दै गयो कुँडेमा कुँडे हो कि के हो रे दुध तताउने भाँडो कराई हो त्यही कराईलाई कोही कुँडे भन्दो रहेछन् कोही कराई भन्ने भन्नु कराई भने त कति कराई हल्ला गरी भन्ने होला नि त्यो माटे कराईमा सानो बाटो हुन्छ ठुलो दुध तताउने भाँडोमा तताइरहेको उम्लिन लाग्यो होइन अब उम्लिन लाग्यो उम्लिन लागेपछि अब माया गर्छु भन्ने आमाले थपक्क भुइँमाथि तारेर आगो जाउन जानुभयो तिमीलाई नि पर्ख बजै साटो फेरौँला यति माया गर्छु भन्ने आमाले गरेको माया हेरौँला भनेर भगवान कृष्णलाई उठ्यो रिसे के अरे के उठ्यो अरे भन्नु त भगवान कृष्णलाई उठ्यो नक्कली रिस साँच्चैको चाहिँ होइन अलिअलि नक्कली माथि माथि घाँटीभन्दा माथिबाट रिस उठ्यो भित्रैबाट होइन अनि त्यहीँ मोही पार्न लागेको ठेको उचालेर गुरुकको उचालेर माटाको ठेको भैमा धडानमा फोडिदिनु भयो भई अब घरको घैँटो फुटेपछि अब के गर्ने भन्दा आमाले आज मलाई बाँधेर पिट्नुहुन्छ के गर्नुहुन्छ अरे गोपिनी कहाँ गएर त धेरै फुटाइयो घैँटा तर घरमा पनि आज पहिलोचोटि घैँटो फुटाइयो आमाले आज मलाई बाँधेर पिट्नुहुन्छ पूजा गर्नुहुन्छ भनेर लुक्न जान पर्यो कहाँ जाने त भन्दा भण्डारमा जानुभएछ अरे त्यहाँ त त्यस्ता ठेका त कति कति थिए गाउँका त दुनियाँ फुटाएर भ्याइयो घरको पनि फुटाउनु पर्यो अब त्यहाँ भएका ठेका फुटाउँदै जाँदाखेरि कोही रित्ता पनि फुटे कोही भित्र अब नुहाउने घिउ राखेर जम्मा गरेर राखेका कोही घिउका कोही दहीका कोही केका ठेकाहरू फुट्दै धडाम धाम पार्दै फुटाएपछि यसो खिड्की खोलेर भनेको झ्याल हो कि खिड्की अरे झ्याल खोलेर हेर्दाखेरि बाँदरहरू बाहिर नखाई उब्रेको देखेर ए बाँदर खाऊ खाऊ भनेर बाँदरलाई बोलाउनु भयो अनि बाँदरलाई बालक बोलाउन पाउनु भएन क्या आज बाँदर तिमीले खाऊ भन्नुभयो म पनि रामा अवतारमा वनवासी तिमी पनि वनवासी तिमी कति प्यासी थियौ मलाई थाहा थियो बेला मसँग केही थाहा थिएन अब आज आऊ भनेर पुरानो बाँदर सम्झेर अहिलेका बाँदरलाई लुटाउनु अरे खुब खाऊ भनेर बर्काए कामम सक्दि ओखलमाथि चढिकन खल छोराले ओखलमाथि चढिकन बाँदरलाई लुटाएको देखेर देख्न कहाँ पाउनुभयो र आमाका मनमा कुरा चल्छ तपाईँहरू भान्सा पकाउँदै गर्दा गीत गाउनुहुन्छ भजन गाउनुहुन्छ अरे आमा नराटी भन्नुहुन्छ है एक्लै वनमा जाँदा कोही मान्छे छैन होइन कहिले एक्लै म त एक्लै हाँस्छु कि कहिले काहीँ तपाईँहरूले मलाई पागल भन्नुहुन्छ होला है कोही मान्छे नभएको बेला पनि म त राति सुत्या बेला नि कथै भनिरहेको हुन्छु है भगवानसँगै कुराकानी लुटुर भइरहेको हुन्छ तपाईँहरूको के हुन्छ कुनै मलाई थाहा छैन एक्लै गुनगुनाउने एक्लै बोल्ने एक्लै हाँस्ने भान्सा पकाउँदाखेरि पनि छोराले यसो भन्यो बुढाले यसो भने उसले यसो गर्यो कहिले माया गरेको कुरा कहिले रिस उठाउँदैन भने पकाउँदा पनि रिसै त कालो मुख लाएर होइन हेर्नु भान्सा कालो रिसाएर चाहिँ भान्सा नबनाउनु है हुनु त्यो नकारात्मकता जान्छ क्या फेरि भोजनमा त्यही भएर नकारात्मक भोजन भयो भने विकार आउँछ मनमा त्यसो हुनाले राम्रो सोच गर्नुपर्छ अब माता यशोदाले मनमा कन्हैयाका लीलाहरू सम्झिँदै उता काम गर्नु अरे गोठाला घरमा नोकर चाकर नभएपछि गाईलाई अलिकति घाँस हाल्नु पर्यो दुधको आगो बजाउनु भयो गाईलाई घाँस हाल्नु भयो केही काम गर्नुभयो अनि कोही दुहुन बाँकी भयो गरेर अनि अब कन्हैया भएको ठाउँमा आउँदाखेरि घरको घैँटो फुटाएको देख्नुभयो गोपिनीहरूले त भन्थे दही चोरी खानी ठेकीबाट फुटाउने भनेर घरमा फुटाएछ बसिहाले भनेर पहिले हाँस्नु भयो अरे अनि पछि रिस पनि उठ्यो धेरै कुरा नभन है त यो माइतार ल्याएको ठेको फुटाएछ होला भनेर आमालाई चारै उठेछ रिस अब तँलाई देख्लास् भनेको अब चोर पक्रिने चोरले गल्ती गर्छ अरे एउटा गल्ती दसी छोडेर जान्छ क्या चोर नगएको मोबाइल छोडेर गएपछि पक्राउ पर्दैन त भगवानले त्यही दहीमा टेकेर छाप लगाएर गोडाले लुक्न जाँदाखेरि अब दहीमा टेकेर गएपछि त छाप भेट्यो नि त एउटा छाप भण्डारा पुगेछ भनेर हात पछाडितिर दामले लुकाएर आमा क्यारो जानुभयो है दामले समातेर एउटा हात दामले अर्को हातमा रसी समातेर तँलाई बाँधेर बिर्छु भनेर आमा जानुभएको त कन्हैया भाग्नुभयो टाप गाँच्नुभयो परीक्षित दर्शन गर ब्रह्म भाग्दै गरेको ब्रह्म पछाडिबाट मायाले डकेट्दै गरेको अब पछाडि आमा अघि छोरा आमा छोरा यसरी भाग्दै झिमझिम गर्ने परेली छन् नटखटे चाला ए ठुला लामा कमल जस्ता आँखा झिमझिम गर्ने परेली छन् होइन मुरलीको भाका भगवान कृष्ण यसरी अगाडि बढ्दै गरेको
अब भगवान कृष्ण कन्हैयाले सोध्नुभयो आमा कति बेर भगाउने र हजुरले मलाई हजुर थाक्नु भएको छैन भन्दा थाकिसके तलाई। अनि त्यो हातमा लौरो किन समातेको नि दिनभरि लखेटेर खेदाए पनि हजुरले मलाई पक्राउन सक्नुहुन्न के अरे। त्यसो भए के गर्ने भन्दा त्यो लौरो फालेपछि बल्ल आउँछ हातमा समाते। अर्को साधन समात्दासम्म भगवान आउनुहुन्न क्या। भगवानका लागि रित्तो हात रित्ता शुद्ध हात चाहियो अरे। फलानु देवी देउराली आफूले गरेको धर्म पुण्य त्यसले मेरो रक्षा गर्छ कि भन्दासम्म भगवानले त्यसलाई छुँदै छुनुहुन्न। अर्काले गरेको शिकार सिंहले खाँदैन के गर्दैन अरे। सिंह साधुले आफै शिकार गर्न पर्छ होइन। अर्काले अर्को झुठो गर्दासम्म अर्कातिर पनि जाँदासम्म भगवानले त्यसलाई पूर्ण रूपले हेर्नुहुन्न। अब आमाले हात लौरो राम्रो समातेर आएपछि म कहाँ आउँछु र। आमाले भन्नुहुन्छ यो लौरो किन समातेको भन्दा यो बुढेसकालको सहारा हो, लौरो त समात्न पर्यो नि त। आमा अब म छु नि सहारा, मेरो कानमा समाति भित्र बाहिर गरे हुन्न र त्यो लौरो किन समातेको भन्दा लौरो त चाहियो नि त भइपरि आउँदा के गर्ने अरे। उकाली ओह्रालीमा टेक्ने भइपरि आउँदा पुरो सेक्ने यस्तो चाहियो नि त। त कन्हैयाले भन्नुभयो त्यो लौरो नछोडेसम्म म आउँदिनँ ल, म फाल्दिएँ लौरो। लौरो छोडेपछि अनि भगवान कृष्ण आमाको हातमा आउनुभयो। तर बानी जाँदैन अरे क्या मान्छेको। फेरि अर्को हातले एउटा हातले छोरोलाई चरप्प समातेर अर्को हातले लौरो समात्नुभयो। कन्हैयाले सोध्नुहुन्छ फेरि किन आमा लौरो भन्दा तेरो पूजा गर्न लौराले पूजा गर्ने। बडो छक्क पर्ने कुरा छ। लौराले कसरी पूजा गर्ने आमा? मेरा पूजा त मन्दिरमा ठुला ठुला मठ मन्दिरहरूमा हो मानिसहरूले चन्दनले फुलपातीले बेलपत्रले तुलसी पत्रले अर्चना गरेर पूजा गर्छन्। तर लौराले कसरी भन्दा घरमा गएर बताउँछ है। आमालाई आज साह्रै रिस उठेछ। अघि पछि मायाले समात्ने हातले आज दोहोरो गरेर यो माइतीको ठेको फुटाएको तेरा यिनी हातलाई म देखपछि कसरी बाँधेर कुट्दिरहेछु। तर बाँध्न त भगवानको कृपा नभई कसले बाँध्न सक्ने। घरमा लगेर बाँध्न लाग्नुभयो। 2 अङ्गुल पुग्दैन 2 अङ्गुल पुग्दैन 2 अङ्गुल पुग्दैन जति जति दामला गाँठा पारे पनि 2 अङ्गुल पुग्दैन। के भएको होला भन्दा भगवानको कृपा र भक्तजन परिश्रम दुइटै भक्ति ज्ञान वैराग्य मध्येमा ज्ञान र वैराग्य पुरा नभइकन कहाँ भगवान पकडमा आउनुहुन्छ र बाँध्न सक्नु भएन। पछि अब पुरै आमाले बाँध्न खोज्दा खोज्दा आमाको शरीरबाट तररै पसिना चुहिए। के चुहियो अरे? पसिना पुरै तरर चुहिएको देखेपछि अब सुइया सुस्केर हालेर सकिन यसलाई बाँध्न के गर्ने होला। कन्हैयाले सोच्नुभयो आमा भोलि गर्ने आज गरौँ आज गर्ने अहिले कालको घन्टी बजेपछि जानु सबैले होइन। अब अर्कोचोटि बाँध्न पर्ला छोडिदिन पर्छ कि क्या हो भनी सोच्नु भएको थियो। आजै बाँध्नुहोस् आमा भनेर कृपया शीर्ष बन्धने आफ्नो पेटलाई सानो बनाइदिनु भयो अरे। पहिले एउटा दामले उठाउनु भएको त्यो दामलाको बन्धनमा भगवान खुर्काया होइन। यति सजिलै बाँधिने रहेछ त आखिरी अघि यत्रो परिश्रम पुरै व्यर्थ भयो। आमालाई त्यस्तो लाग्यो। भगवानले कृपा गरेको आमाले अनुभव गर्न पाउनु भएन। किनभने अहङ्कार भएपछि भगवानको कृपा देखिन्छ के। आज तँलाई जस्तो उद्दण्डलाई अलिअलि दण्ड दिएन भने आमाले पिटाइ गर्नुभयो भने नि छोराछोरीले गल्ती गर्दा एउटा छोराले के गरेछ भन्दा स्कुलमा पाठशालामा जाँदाखेरि पेन्सिल भेटाएछ अरे है। के भेटाएछ अरे भन्नुहोस् त? पेन्सिल सिसा कलम भेटाएर लिएर आएछ। अनि आमाले मेरो 5 रुपियाँ जोगियो नि छोरा तिमीले त स्याबास भन्नुभएछ अरे है। के भन्नुभयो अरे? मेरो 5 रुपियाँ 10 रुपियाँ जोगियो आज स्याबास भन्नुभएछ होइन। त्यो एउटा शब्दले छोरोलाई चोर बनायो। अब त्यसले के गर्यो भने भोलिपल्ट पनि भेटाउन थाल्यो। कहिले काहीँ पो बाटा खसा हुन्छ त होइन। कहिले काहीँ पो परेर औँठी भेटिन्छ त सधैँ भेटिन्छ त। अब त्यो छोरोले अर्काको लागेको अब पाकेटमा झोलामा जहाँ पनि कापी पनि भेटिने भयो, कलम पनि भेटिने भयो, कहिले किताब कहिले पैसै पनि भेटिने भयो। आमाले कहिल्यै कहाँ भेटाएको छोरा यसरी अर्काको लिएर आउनुहुन्छ भनेर काना समातेर बतार्दिन पर्थ्यो नि होइन। ए आमा हो कि होइन? अर्काको चिज छोराले लिएर आयो भनेदेखि किन अर्काको समातेर उठाएर लिएर आएको भनेर
बटारिदिनु पर्ने कान परक्कै पारेर नबटारेपछि एउटा पश्चिममा कहानी चलेको छ। युरोपतिरको कथानक हो यो कि एउटा मान्छे चोरको ठुलो सरदार भएछ अरे, बैंक लुटेको छ, के गरेको छ, तर यति तरिकासित लुट छ कि त्यसको पछाडि पुरा CIB CIID के दम्बै दुनियाँभरिका लाग्दाखेरि पनि भेटाउनै सक्दैनन् अरे। अनि न एकचोटि पक्राउ परेर जेलमा जाने भएछ। अनि जेलमा जाने बेला त्यसले के भन्यो भने एक जेलरसँग भनेछ मेरो एउटा अनुरोध छ कि मलाई यो जेलमा हाल्नुभन्दा पहिले मेरी आमालाई हजुरहरूले जेलमा ल्याउन जरुरी देख्छु मैले। किन भन्दाखेरि मेरी आमाले सानो अवस्थामा मलाई त्यो पेन्सिल सिसा कलम भेटाएको बेलामा काम समातिएको भए यो त्यस्तो चोरको सरदार हुने थिएन। मलाई यो चोरी गर्नमा प्रोत्साहन दिने मेरी आमा हो भनेपछि आमालाई ल्याएर हो भन्दाखेरि मैले त्यो गल्ती त गरेको हो भने र त्यसलाई उचित दण्ड दिएर अनि छोडिदिए। किनभने हेर्नु सत्य बोलेपछि मान्छेले माफी पाउँछ कि भन्नाले यो संसारमा ठुलो पाठशाला विश्वविद्यालय राम्रो नराम्रो सबै सिकाउने आमा नै रहेछ कि। अनि आमाले बेलामा पिट्न पनि पर्छ आफ्नो छोरालाई, आफै गल्ती गरे बेला होइन गर्ने नगर्ने जे गरे नि। अब यहाँ ईश्वरीलाई भने भाइ छोराले जे पाइ त्यहीसित माया गर्ला नि भन्दा उसको खुसी गरोस्, तिम्रो कामसँग कान समात्ने हो मैले भनेको छु क्या। कमसेकम कहाँ जाँदैछ, के खाँदैछ, कसलाई माया गर्दैछ भनेर बाबुआमाले निगरानी गरिएन सानामा भने अनि भोलि केही नमिल्ने, संस्कार नमिल्ने, कुरै नमिल्ने, खानपानै नमिल्ने, रङ नै नमिल्ने पऱ्यो उहाँका हप्सी लिएर आइदियो अथवा गोरा लिएर आइदियो भने अनि के भाषा नाति भनेर बोलाउने, फेरि भाषै नमिल्ने होइन, नाकै बिग्रेर। त्यसो हुनाले यो होसियार सावधान, आफ्नो आफ्नो ठाउँमा गर भन्नु पऱ्यो नि। आफ्नो आफ्नो संस्कार संस्कृति रीतिरिवाज अनुसारको विवाह गर्दा खानपान गर्दाखेरि अनि कोही छोराले गल्ती गर्यो भने आमाले नम्बर 5 नम्बरको छाप पनि लाउन जान्नुपर्छ क्या। मेरो छोरालाई भनेर बाबुले कुट्न खोज्दा गाली गर्न खोज्दा पनि भनेको आमाको पिटाइ पाएछ भने त्यो पोसिलो हुन्छ। हेर्नुहोस् त्यसले जीवनमा अर्काको पिटाइ खानबाट बचाउँछ क्या। आमाको माता पिताको र गुरुको दण्डबाट सजाय पाएर भनेको त्यो सुध्रिएको छ भनेदेखि त्यसले जीवनमा कहिले सजाय पाउँदैन। एउटा अर्को कथा भन्न मन लाग्यो। एकचोटि एउटा विश्वको विदेशतिरको कथा छ। एउटा पाठशालामा एउटा अध्यापकको घडी एउटा विद्यार्थीले चोरेछ अरे क्या। के गरेछ? घडी चोरेछ होइन। अब घडी चोरेपछि विद्यार्थीमा कसले लग्यो भने थाहा नै भएन होइन। जसले लग्यो उसलाई थाहा छ, बाँकी कोहीलाई थाहा छैन है। अनि एक दिन ती अध्यापकले के गर्नुभएको छ भने सबै विद्यार्थीलाई अब त्यही क्लासमा भएकै बेलामा सबै विद्यार्थीलाई आँखामा पट्टी बाँध्न लगाएर अनि आफ्नो आँखामा पनि पट्टी बाँधेर अनि सबै विद्यार्थीको गोजीमा हात हाल्दै जाँदाखेरि एउटा विद्यार्थीको गोजीबाट घडी निस्क्यो। अनि घडी निस्केपछि घडी लगेर जानुभयो अनि सबैको पट्टी खोलिदिनु हो त्यो अध्यापकले। भोलिको दिनमा त्यो विद्यार्थी पढ्दै र यति ठुलो पदमा पुग्यो, कलेक्टर भएर पुग्यो। ती अध्यापक जस्ता हुनुहुन्थ्यो त्यस्तै हुनुहुन्थ्यो। एक दिन कुनै ठाउँमा ठुलो सार्वजनिक मञ्चमा भाषण गर्न लागेको बेलामा त्यो कलेक्टर भएको ठुलो पदमा पुगेको विद्यार्थीले आफूलाई पढाउने गुरुलाई अध्यापकलाई देखेपछि अनि त्यो कार्यक्रम सकिएर अनि कोठामा लिएर गएर सम्मान गरेर माला लगाइदिएर आफूले सकेको उपहार दिएर गुरुजी हजुरले गर्दा आज म दिन्छु, यो सबै हजुरले गर्दाखेरि भएको हो भनेर भने होइन। अनि तिमी को हो र मैले चिनिनँ नि भनेर त्यो अध्यापकले भन्दाखेरि म फलाना ठाउँमा हजुरले पढाउँदाखेरि त्यहाँको विद्यार्थी के हजुरको त्यो घडी चोरेको थिएँ मैले भन्दाखेरि ती गुरुजीले के भन्नुभयो भने हेर बाबु त्यो घडी तिमीले चोरेका थियौ भन्दाखेरि हो गुरुजी मैले चोरेको थिएँ। अनि मैले त थाहा पाइनँ, तिमीले चोरेको भन्ने मलाई थाहा भएन। अनि हजुरले मेरो गोजीबाट निकाल्नु भएको थियो त भन्दाखेरि बाबु मैले पनि मेरो आँखामा पट्टी बाँधेको थिएँ। किन भन्दाखेरि यदि मैले त्यो दिन पट्टी बाँधेको भए नबाँधेको भएदेखि अब तिमी मेरो नजरबाट गिर्ने थियौ, म पनि मेरो नजरबाट
गिर्ने थिएँ। त्यसो हुनाले मैले यो तिम्रो लागि र तिमीलाई बचाउन र मलाई पनि बचाउनको लागि, किनभने मैले पढाउने बेला जहिले पनि तिमीलाई हेर्दाखेरि यो चोर हो भनेर सायद मैले त्यो नजरले हेर्थेँ होला अनि तिमी आज यो ठाउँमा पुग्न सक्ने थिएनौ होला। त्यही भएर मैले मेरो आँखा पनि पट्टी बाँधेको थिएँ। सायद ती अध्यापकले त्यो दिन बेइज्जत गरिदिएको भए त्यो विद्यार्थी कहिले त्यो पाठशालामा आउने पनि थिएन, पढ्ने पनि थिएन होला। विवेकको प्रयोग मातापिताले गुरुले कसरी गर्नुपर्छ, सार्वजनिक रूपमा उनले त्यो बेला नि बेइज्जत गरेनन्। अहिले आएर भन्दाखेरि ओहो मेरो गुरु कति महान होइन भनेर उनलाई त्यो जति श्रद्धा भएको थियो नि गुरुका प्रति, त्योभन्दा अझै डबल श्रद्धा भयो क्या, गुरुलाई श्रद्धा भयो। कस्तो महान हाम्रो गुरु भनेर, गुरु भनेको समाजको लागि के हो, मार्गदर्शन हो कि। र पहिलो गुरु भनेको आमा हो, पहिलो गुरु भनेको आमा हो, दोस्रो गुरु पिता हो, त्यसपछिका गुरु भनेको हामीलाई गुरु कति हो कति। एकादश स्कन्धमा दत्तात्रेयले 24वटा गुरु बनाउनु भएको छ। एउटै गुरुबाट कोही पनि व्यक्ति पूर्ण हुँदैन। कसैले कसैले के जाने हुन्छ, कसैले के जाने हुन्छ र सबैतिरका नदीहरू बग्दै बग्दै गएर समुद्र बन्ने हो। त्यही भएर जीवनमा सुन्ने कुरामा कहिले पनि खाली हुन कोसिस गर्दै जानुपर्छ। आज भगवान श्रीकृष्णलाई माता यशोदाले यो भूदण्ड नहोस् भनेर दण्ड दिँदै हुनुहुन्छ भनेको छोराछोरीले जे खाए पनि हुने, हामीले चाहिँ खान्नौँ होइन, यस्तो फलान थोक यो माछा मासु अन्डा रक्सी हामी खान्नौँ, छोराछोरीले चाहिँ जेसुकै गर्नु भन्ने त्यो पनि गलत हो। अब यहाँ वृद्धाश्रममा पनि लगेर कोहीले उपहार भनेर नखाने कुरा नि बाँड्नुहुन्छ अरे भन्ने सुनेको छु। त्यो सुधार्नलाई कोही व्यक्ति एउटा नयाँ समिति चयन गरेर जान मन लागिरहेको थियो। अहिले त हतार छ। कमसेकम वृद्धाश्रममा दान गरेको व्यक्तिले 2चोटि 4चोटि भगवानको नाम जपुन्, 1-2 घन्टा भए पनि नाम जपुन् होइन। र घरमा बस्ने छोराछोरीलाई पनि आमा बुवाले यस्तो संस्कार सिकाउनु। विदेशमा गएकालाई फोन गर्दाखेरि बाबु के खायौ, खाइसक्यौ, यति मात्रै सोध्ने होइन, बाबु छोरीलाई अर्घ दियौ नि, बिहान उठेर नुहायौ नि होइन, नुहाएर खानी गर नि भन्ने सिकाउने हो कि आमाहरूले, हो कि होइन। एक त विदेश नपठाउनु, गइहालेका छन् भने पनि आफ्नो धर्म संस्कार सिकाउनु भयो भने छोराछोरी पाएको मान्छे भएको काम लाग्यो। नभए त्यस्ता जति पाए पनि के अर्थ भयो र है। मान्छे भई किन जन्मिए पृथ्वीमा, लाखौं जुनी छन् अरू, चिन्ता पीर व्यथा बिना पनि सबै बाँचिरहेछन् बरु। मेरो खोज अनन्त अक्षयमा आनन्दको हो तर, जानी जानी बित्यो नि जीवन यसै हे कृष्ण रक्षा गर। हामी सबैले खोजी गरेको त आनन्दकै हो र आनन्द भने भगवान श्रीकृष्णका कि आमाले पनि भगवान कृष्णसँग यहाँ कस्तो लीला गर्दै हुनुहुन्छ। एकातिर ओखल भनेको ओखलमा, एकातिर उडरा भनेको पेटमा दामोदरले बाँधेर नामै भगवानको दामोदर यसरी परेको बोलो दामोदर भगवानको। अब ओखललाई बाँधेर ओखल र छोराको पेटमा बाँधेर छोडेपछि कन्हैयाले दाम्लो लतार्दै घिचार्दो ओखल घिचार्दै गएर यमला अर्जुन नाम गरेका 2टा खरीका रुख थिए, तिनलाई तानेर लडाउनु हो। त्यहाँबाट 2टा पुरुषहरू प्रकट भएर तिनले भगवानको गजबले स्तुति गर्नुभयो। अब यसको भित्री कुरा कति, बाहिरी कुरा कति कथा राम। यत्रो रुख लडाउने तिमीले यो दाम्लो चुडाएको भए हुन्थ्यो नि भन्दाखेरि नन्द बाबाले त्यो फुकाउन जाँदा कन्हैयाले भन्नुभयो, मेरो पिता हजुरलाई अहिले म यो चरित्र गरेर देखाउँदैछु, पछि भन्ने गीतामा उपदेश। हे पिता, मैले गीतामा उपदेश गर्ने छु पछि 85 वर्षको उमेरमा। जसरी आमाले बाँधेको बन्धन कसले फुकायो भन्दा बाले फुकाउनु हो होइन, त्यस्तै माया रूपी आमाले बाँधेको बन्धन पनि परमपिता परमात्मा बाबा परमात्मा भगवानले मात्रै खोल्नुहुन्छ। अनि खोल्नलाई सिफारिस कसले गर्नुहुन्छ भन्दा सद्गुरुले गर्नुहुन्छ। गुरुले सिफारिस नगरी भगवानले खोल्न मिल्दैन। जिम्मा लिने व्यक्ति चाहियो नि त, जमानत गरिदिने व्यक्ति चाहियो सच्चा। अब जमानत गरिदिने गुरुले नि विश्वास भएको व्यक्तिलाई यसले चाहिँ गर्छ होला भन्नेको जमानत बस्ने हो नि त होइन। त्यसो हुनाले अब यो मायाको बन्धनबाट घरिघरि 84को चक्करमा पर्न मन छैन भनेदेखि भगवानको शरणमा जाने गुरुलाई साक्षी राखेर अनि बल्ल मुक्त भइन्छ। यो कथा चाहिँ गीतामा त्रिभुर्य गुणमय भावै रे सर्वनिदं ततं मोहितं नाभिजानाति मामेभ्य परमव्ययम् दैवी हेसा गुणमयी मम माया दुरत्यया मामेव ये प्रपद्यन्ते मायामेतां तरन्ति ते। मामेव ये प्रपद्यन्ते, मेरो शरणमा नपरे
सम्म यो मायाको बन्धनबाट छुटकारा पाइँदैन। त्यही गीतामा सर्वधर्मान परित्यज्य मामेकं शरणं व्रज, भगवानले गीतामा त्यो उपदेश गर्नुभयो। सबैतिर घुम्दै फिर्दै जाँदाखेरि एउटै कुरा निक्ल्यो भने त्यो के हुन्छ, त्यो प्रामाणिक हुन्छ क्या। अब सुन कसी लाउन गउँदाखेरि यतापट्टिबाट त्यो सिक्री बनाएको एकातिर यसो चेक गरेर सुन आयो है घोर्दाखेरि, तर अर्कातिरबाट पित्तल आयो भने त्यो त नक्कली रहेछ नि होइन। जताबाट हेर्दा पनि एउटै कुरा आयो भने त्यो चाहिँ प्रामाणिक हुन्छ। हाम्रा उपनिषदहरूले हाम्रा वेदहरूले सबैले जीवलाई ब्रह्मसँग मिलन गराउनका लागि शरणागतिकै उपदेश गर्नुभएको छ। यो कथाको पनि सारांश यही हो। अब म वृन्दावनबाट गोकुलबाट वृन्दावनमा बसाइ सराइ जाने, कसरी जाने त भन्दा साना साना बाच्छाहरू साना साना बालकहरू सबैलाई लिएर छोटे छोटे गैया छोटे छोटे ग्वाल, छोटो से मेरो मदन गोपाल, छोटे छोटे गैया छोटे छोटे ग्वाल, छोटे से मेरो मदन गोपाल, छोटी छोटी गैया छोटे छोटे से मेरो मदन गोपाल। साना साना गाई साना साना ग्वाल सानै छन् हाम्रा मदन गोपाल। यसरी अब मदन गोपाल वृन्दावनमा बसाइ सराइ भयो। कति राम्रो त्यो वृन्दावन सलल बगेकी यमुना, कति राम्रो त्यो वृन्दावन सलल बगेकी यमुना, यस्तो राम्रो मथुरा सहर जनलाई लाग्दैछ र यस्तो राम्रो मथुरा सहर जनलाई लाग्दैछ। राधा कुण्ड श्याम कुण्ड गिरी गोवर्धन, राधा कुण्ड श्याम कुण्ड गिरी गोवर्धन, मधुर मधुर बंशी बजो यही हो वृन्दावन, मधुर मधुर बंशी बजो यही हो वृन्दावन, कति राम्रो मथुरा सहर जनलाई, कति राम्रो त्यो वृन्दावन सलल बगेकी यमुना, राम्रो त्यो वृन्दावन सलल बगेकी। पहिलो दर्शन बिहारीको अनि रङ्गजीको, यमुनामा स्नान गर्दा सबै पापनीको, कति राम्रो वृन्दावन सलल बगेकी यमुना। पहिले बिहारीजीको दर्शन गर्ने, बाँके बिहारीको दर्शन गर्ने, अनि सभावन शालग्रामको अनि रङ्गनाथ भगवानको दर्शन गर्ने, यमुनाको दर्शन गर्ने, गोवर्धनको त्यो गोलको वृन्दावन भगवान श्रीकृष्ण वृन्दावनमा पुग्नुभयो। अब राधा अष्टमीको दिनमा भगवानले बाछा चराउन प्रारम्भ गर्नुभयो। यद्यपि राधाको नाम भागवतमा कहीँ पनि आएको छैन भनेर अघि पछि पनि भागवतमा राधा नाम चाहिँ पुकारेको छैन है, नाम चाहिँ छैन। तर पछि महाराजको बेलामा अनया एउटी प्यारी सखी मात्रै भनेर इसारा गरेको छ। त्यो यस्तो वृन्दावनम सम्प्रविश्य सर्वकाल सुखावहम, सारा ऋतुमा पाइने फलहरू फुलहरू सब भगवान श्रीकृष्णको उपस्थितिले गर्दा सारा फलहरू फुलहरू पाइन्छन्। अब बाछा चराउँदै चराउँदै बाछा चराउँदै चराउँदै भगवान श्रीकृष्ण आफ्ना आफ्ना गोठबाट अब बाछा साथीहरूलाई लिएर जानुभयो। एउटा बत्सासुर नाम गरेको दानवलाई आयो, त्यसलाई संहार गर्नुभयो। त्यसपछि बकासुरलाई संहार गर्नुभयो। बकासुर बकुल्लो भनेर आएको थियो, त्यसपछि अगासुरलाई संहार गर्नुभयो। अब अगासुरमाको ज्योति चाहिँ अजिङ्गर जस्तो भनेर आएको थियो। अगासुरको आत्मज्योति भगवानको चरणमा समाहित भएको देखेर ब्रह्माजीलाई लाग्यो सन्देह। अनि प्रभुको परीक्षा गर्न भनेर लाग्दा घरबाट भोजन नगरी गएका बालकहरूले एक ठाउँमा भोजन गर्न बसेको बेलामा ब्रह्माजीले बाछा हरण गरेर लिएर जानुभयो। बाछा हरण गरे जस्तो अनुभूति भयो। प्रभुलाई खोज्न जाँदा साँच्चै बाछा भेटिएनन्। अनि बालकहरूसँग पहिले भोजन गरौँ अनि बाछा खोजी गरौँला भनेको
अनि बालकहरूले भने बालकहरू भएको ठाउँमा आउँदा बालक पनि छैनन् के भनिन्छ। ब्रह्माजीले बादशाह पनि बालक पनि दुइटै चोर्नु भएछ, हरण गर्नुभएछ। अब भगवान श्रीकृष्णले जस्ता जस्ता बालक थिए त्यस्तै बालक बनेर, जस्ता जस्ता बादशाह थिए त्यस्तै बादशाह बनेर, जस्ता केटा जस्ता फेटा, जस्तो भाषा जस्ता आँखा, जस्ता नाक जस्तै आँख, जस्ता आँखी गाउँ, जस्ता दाँत जस्तो हात, सबै उस्तै दुरुस्तै भएर बादशाह बनेर कोठमा बालक बनेर घर घरमा। अब विचित्रको कथा के भयो भने आमाहरूले कान्छो छोरो जन्मिएपछि जेठो माइलोलाई ल जेठो बाबुको कान्छो आमाको होइन माइलो जाइलो आना मानी भन्ने चलन छ होइन। त्यो गाईले पनि नयाँ बाछो आएपछि पुरानो बाछोलाई फुँ गरेर नयाँ बाछोलाई जाति जाति माया गर्ने होइन। यो संसारमा भगवानले त्यस्तो नगरिदिएको भए यो दुनियाँ यस्तो हुर्केको छोरोलाई आमाले माया गर्ने भएको भए मात्रै क्या, हुर्कोलाई मात्रै माया गर्ने, सानालाई त जहाँसुकै चिसा पछाडि राख भन्ने भएको भए तपाईँहरू यस्तो राम्रो संसार देख्न पाउनुहुन्थेन के। त्यो माया भर्ने परमात्मा है होइन, हो कि होइन, कसले हो र होइन भन्ने यो माया भरिदिने परमात्मा। अब ती गाईले दैनो बाछोलाई भन्दा आज माया चोर्न भगवान आउनु बाछा भनेर दैनो बाछोलाई भन्दा बकेर्नु बाछोलाई चाटी चाटी दुध पिलाइरहेछन् है। घाँस चाट्नेले गाईको दुध खाइरहेछन् के। अनि आमाहरूले पनि लाजै नमानिकन सानो छोरोलाई भन्दा नि ठुलो छोरो बाछा चराउन जाने भएकालाई कहाँ राखेर चुसाएका छन्। बलरामजीले यसो गरेर हेर्नुभयो के गरेर यसो माइक्रोस्कोप लगाएर हो कि यसो नजर लगाएर हेर्दाखेरि त उनै कृष्णभित्र मुस्कुराइरहनु भएको छ, उनै कन्हैया अरे होइन। यी त बादशाह त होइन नि, त बादशाहको आवरण छ, भित्र मेरो कन्हैया के गरेको भैया यस्तो भन्दा कन्हैया भन्नु दादा दादा चुप्प लगाएर बस्नु कि चुपचाप चारना कसैसँग नबोल्नु होला नभन्नु होला। लगभग वर्ष दिन हुन लागिसक्यो, असली बादशाह बालकहरू अन्तै छन्। ब्रह्माजीले विचार गर्न भनेर आउँदा होइन यो कृष्ण भनेको साधारण व्यक्ति हो कि भगवान हो भनेर परीक्षा गर्न लागेको त। यहाँ बादशाहहरू बालकहरू उफ्रिरहेछन्, ठाडो पुछर पारेर कुदिरहेका छन् होइन, लिएर आछन् कि क्या भनेर आफूले लुकाएको ठाउँमा गएर होला उहाँ सुत्कै सुतिरहेछन्। फेरि यहाँ कुदिरहेछन्, उहाँ सुतिरहेछन्, उहाँ सुतिरहेछन्, यहाँ कुदिरहेछन्, यताउता तलमाथि गर्दै। प्यास लाग्यो ब्रह्माजीको घाँटी सुको पानी पिउनु पर्यो भनेर सत्यलोकमा जानुभयो। ब्रह्माजी जानुभन्दा पहिल्यै भगवान श्रीकृष्ण पुगेर भन्नुभयो हेर यस्तै म जस्तै नक्कली असली ब्रह्मा आउँदै हुनुहुन्छ, हुन त यस्तै बहुरूपी कोही आउला त्यसलाई लौराले पूजा गरेर छोड्दा हो। भगवान कृष्ण भित्र जानुभयो ब्रह्मा बनेर। अनि द्वारपालले अघि पछि माला लिएर आउने, आफ्ना सिपाहीहरू अघि पछि माला लिएर आउने, हजुर चाहिँ भला लिएर ए खबरदार बुढा जाला भित्र भन्छ ए दिमाग खराब हो तिमीहरूको, म तिम्रो मालिक होइन म ब्रह्माजी होइन भन्दाखेरि हामीले थाहा पाइसक्यौँ असली ब्रह्मा हाम्रो भित्रै हुनुहुन्छ, तिमी नक्कली भनेर ठोक्न खोजेपछि अब ब्रह्माजीले भन्नुहुन्छ, ब्रह्माजीले यसो ध्यानबाट हेर्दाखेरि लौ यहाँ तमासा गरेछ ल उनी भित्रका साँच्चा सक्कली हुन्, म चाहिँ नक्कली हो भने बल्ल ठेगाना आयो बुढा। दुई भाइले त्यहाँ सिपाहीहरूले कुरा गरे, एउटाले लिएर जाऊँ भित्र, एउटाले चाहिँ एकचोटि दर्शन गर्न अवसर देऊ न मलाई, अब आफ्नै गोठालासँग हात जोड्नु पर्यो। भगवानले चक्कर चलाइदिनु भयो क्या, चक्र घुमाइदिनु भयो। अब आफ्नै गोठालासित एकचोटि भित्रका तिम्रा मालिकसँग भेट गराऊ भन्दाखेरि म सोधेर आउँछु बस एकछिन भित्र गए। भगवान कृष्णले के गरे भन्दा हामीले पूजा गऱ्यौँ, ठिकठाक गरिदिएँ, धेरै त गरेनौँ नि भन्दा अलिक ठिक्कै गऱ्यौँ हजुर। अब लिएर आऊ भनेपछि लौ त अब मालिकले आउनु भन्नुभएको छ भनेर अनि भित्र लिएर जाँदाखेरि भगवान कृष्ण हुनुहुन्न आसन रित्तै। अब ब्रह्माजी त्यहाँबाट हाँसमा उडेर कता गयो पानी कहाँ खाने, जहाँसुकै जाओस् पानी तिर्खा जहाँसुकै जाओस्, उहाँबाट धसरा हाल्दै सत्यलोकबाट वृन्दावनमा आउनुभयो। आउँदाखेरि अब हेर्दा जता हेर्छु
उतै मेरो नगरमा कृष्ण प्यारा छन् जता हेर्छु उतै मेरो नगरमा कृष्ण प्यारा छन्। यो ब्रह्माण्ड संसारमा हरि व्यापक जहाँ तहाँ कहाँसम्म भनौँ मैले सबैमा कृष्ण प्यारा छन्। सबैतिर जता हेरे उतै हाँगामा पाता पातामा जता हेर्छु उतै राधा कृष्ण साथमा। हाँगामा पाता पातामा जता हेर्छु उतै राधा कृष्ण साथमा। हाँगामा पाता पातामा जता हेर्छु उतै राधा कृष्ण साथमा। हाँगामा पात पातमा जता हेर्छु उतै साथमा। अब जता हेरे उतै भगवान चतुर्बाहु शङ्ख चक्र गदा पद्म धारण गरेका प्रभु परमात्माको दर्शन पाएर ब्रह्माजीको अहङ्कार ध्वस्त भयो। अब ब्रह्माजीलाई भगवानले सर त्यो पर्दा हटाइदिएर 1 वर्ष पहिले भोजन गर्न लागेको तातो तातो भात आउँदै वर्ष दिन पहिलेको भोजन जस्ताको तस्तै छ, सिलाएको पनि छैन कि। अब त्यहाँ आटा भोजन गरेर भोजन लिएर बसेको अवस्थामा उनै भगवान कृष्णको दर्शन पाएर 4वटा शिरले ब्रह्माजीका 4वटा टाउका 4वटा शिरले भगवानको चरणमा साष्टाङ्ग गरेर 40 श्लोकले भगवानको स्तुति गर्नुभयो। नवमी व्यतेव्र बपुषे तडिदम्बराय गुन्वाव पञ्च परिपुच्छल सन्मुखाय वन्यस्रजे कबलवेत्र विधानवेणो लक्ष्मण श्री निरुपदे पशुपाङ्गजाय। अब यो स्तुतिको प्रकरणमा डुबियो भने यो सप्ताह चाहिँ भ्याइन्छ, कथा भ्याइँदैन। त्यसो हुनाले भर सप्ताह मसिनो पार्न कोसिस गरियो यहाँसम्म। अब अलिअलि कहीँ छिट्टिँदै उड्दै पनि जानु पर्यो। यात्रा 2 थरी 3 थरी 4 थरी। अब हाम्रो महात्माजी कहिले गाडी घोडा चढ्नुहुन्न होइन। अब पैदल यात्रा गर्दै गर्दै जाँदाखेरि अब कति दिनमा कहाँ पुग्ने होइन। यहाँबाट देवघाट आउनु भन्नु पर्ला जस्तो लाग्छ एकचोटि। अब देवघाट आउँदा कति दिन लाग्छ? हामीलाई 4 घन्टा लाग्दो रहेछ होइन। 4 घन्टा नि गइन्छ, हेलिकप्टर चार्टर गऱ्यो भने 15 मिनट पनि पुगिन्छ। त्यो यात्रा अब यो तरिकाले अब भगवान श्रीकृष्ण पौगण्ड अवस्थाको हुनुभयो। बाछा चराउनेबाट गाई चराउने हुनुभयो। काना जाने लगे गौ चराने लगे नन्दलाला गोपाल कहाने लगे। अब बाछा चराउँदै चराउँदै गाई चराउने हुनुभयो। एक वृन्दावनमा आनन्द मनमा गाई बाछा चराउँदै घुम्दै बम्सी बजाउँदै गाई बाछा चराउँदै घुम्दै बम्सी बजाउँदै त्यो वृन्दावनमा आनन्द मनमा त्यो वृन्दावनमा आनन्द मनमा गाई बाछा चराउँदै घुम्दै बम्सी बजाउँदै गाई बाछा चराउँदै घुम्दै बम्सी बजाउँदै। बोले भक्तवत्सल भगवानको। अब एउटा प्रलम्बासुर नाम गरेको दानव थियो, त्यसलाई धेनुको वनमा बलरामजीले वध गर्नुभयो। फल मिठो मिठो फल खानुभयो। कालियो नागले यमुनाजीलाई विषाक्त बनाएको थियो। भगवान श्रीकृष्णले कालियो नागमाथि नागेन तैया भनेर ताता तैया नागेन तैया भनेर कालियो नागलाई रमणक द्वीपमा पठाउनु भयो। नागपत्नीहरूले पतिको प्राण रक्षा भिक्षा माग्नुभयो। एक दिन अब विभिन्न ऋतुहरूको वर्णन गर्दै जाँदा ग्रीष्म नाम गर्मी नाम गरेको ऋतु आयो। त्यो पनि वृन्दावनका गुणले गर्दा बसन्त जस्तै थियो। त्यसपछि वर्षा ऋतुको वर्णन। वर्षा ऋतुमा सारा बाटाघाटाहरू छेकिए। घाँसले कलियुगमा वैदिक सनातन धर्म मार्ग लोप भएर नक्कली धर्मका नाममा आएका सावधान हो होशियार वैदिक सनातनीहरू। बाहिर नक्कली धर्मबाट बचाऊ किनभने तिनको माथि ठेगाना हुँदैन। यही मात्रै जेल जालो हालेर तपाईँहरूलाई हामीलाई लुट्ने मात्रै हुन्। सनातनको मूल जरो छोडियो भने खरन घाटको भइन्छ हे भन्नु पर्यो नि।
वेदमार्ग कलौ पाखण्ड धर्मले वेदमार्ग लोप गरे जस्तै बाटामा कतै पनि बाटै नदेखिने गरी घाँस पलाइरहेको छ। बिस्तारै बिस्तारै मेघा समोत्सव हृष्ट प्रत्यनन्दन सिकन्दिन गृहेषु भक्ता निर्विघ्न यथाचित समागमे। वास्तवमा घरमा दिनदिनै कमाउने खानी पाइखाना गर्ने झगडा गर्ने गरेर बसेका व्यक्तिले 2-4 दिन सत्सङ्ग गर्न पायो भने नि मन हल्का हुन्छ नि। धेरै यहाँ करोडौँ रुपियाँ पैसा तिरेर नपाइने ओखती भेटियो क्या? भेटियो कि भेटिएन? 4 दिन 5 दिनमा जीवन परिवर्तन गर्ने बाँच्ने ढङ्ग थाहा पाउने अरे। कसरी सास फेर्ने रहेछ, के हेर्ने रहेछ, कता जाने रहेछ, के खाने रहेछ, के नखाने रहेछ, के गर्दा सुख शान्ति मिल्ने रहेछ, सबै कुराको सूत्र भेटाइयो कि नै? भेटाइयो होइन त? त्यो सुनेर आनन्द आयो नि होइन? आयो कि आएन? त्यो आनन्द कोही बजार गएर रुपियाँ पैसा खर्च गरेर पाइन्छ? पाइँदैन अरे होइन? त्यो मेघागमोत्सव हृष्ट। अब बर्खा लागेपछि खडेरीले एकदम तातेको बेला जब बर्खा लाग्यो नि, अनि आकाशमा बादल आएपछि बादल आएर अब मेघले गरङ गुडुङ गर्न थालेपछि मयूरहरूलाई यस्तो आनन्द आयो अरे। यी घरमा साधु सन्तहरूको आगमन हुँदाखेरि सच्चा गृहस्थीहरूलाई जस्तो आनन्द आउँछ नि। अब राम्रा कुरा सुन्न पाइने हो, मनको ताप सन्ताप मेटाइने हो भनेर जस्तो आनन्द आउँछ। त्यस्तो दृष्टान्त नि कस्ता राम्रा दिएको छ कि पुरा मेघले बर्खा लागेपछि साउन महिना भएपछि सूर्यको दर्शनै भएन। पुरानो जमानामा बुहारीले मुख जसरी लुकाइरहन्थिन् होइन? पुरै बादलले घुम्टोडेर धरती माताले बादलको घुम्टोडेर बुहारी लगाउनु बुहारी जस्तै भएर बसेकी छन्। अलिअलि बिगारेर जलौगा पानी बाढी आएपछि के भयो भन्दा बाढी आएपछि साना साना बालुवाका पुल बनाएर साँगो हालेको के गरे अरे? रुख काटेर साँगो हालेर बनाएका खोलाका साँगो जति जबै बढाएर लिएर गयो अरे। पाखण्ड धर्मले अब सनातन बढाएर लिएर गयो। आगमन भयो भएपछि अब पानीको बर्खा हरायो हिलो मैलो हराउँदै गयो। अब पानी सफा हुँदै गयो। भगवानको भजन गरेर मन जस्तो सफा हुन्छ। बिहान बसेर कमसेकम आधा घन्टा भए पनि मन्त्र जप गर्नु, त्यो दिनको कस्तो आनन्द हुँदो रहेछ थाहा पाउनु होला है। श्री हरि शरणम अर्को मन्त्र नलिँदासम्म यही मन्त्र भयो के? श्री हरि शरणम यो बाहिर भन्दा भजन भयो। मन भित्रै जिब्रो पनि नदोलाई घाँटीले मात्रै जपियो भने मन्त्र भयो होइन? आधा घन्टा कमसेकम आँखा जिम्मा गरेर मन्त्र जप्दाखेरि मनमा कस्तो आनन्द आउँछ, शान्ति हुन्छ। कसरी भन्दा शरद ऋतुमा नदीहरूको जल जसरी सङ्लो हुन्छ, भजन गरेर मन त्यस्तै गरी सङ्लो हुन्छ हो। यस्तो सर्वस्वं जलदाहिता विरेजो शुभ्रवर्चसः यथा त्यक्तै क्षणा शान्ता मुनयो मुक्त किलबिषा। बादलले पानी जति सबै छरल्लङ्गै बारिसकेपछि बासना त्यागेका सन्तहरूलाई जस्तो आनन्द आउँछ नि, त्यस्तै आकाश सफा भयो अरे। के हो मुचुको दिनमा मुचुल शिवम। जब पानी ठाउँमा पहाडबाट पानीका धारा झरनाहरू जसरी खसिरहेका हुन्छन्, सन्तहरूले श्रोतालाई भेटाएपछि जसरी अमृतको वर्षा गर्नुहुन्छ त्यसरी नदीहरूले पहाडहरूले पनि झरनाहरूको वर्षा गर्नुभयो। खमसोगत निर्मेघं सरविमलतारकं सत्यैकं राजितं सौदडं अखण्ड मण्डले निरराजतु गणेश सजे यथा यदुपति कृष्ण वृष्णि जग्रामृतो हुने। आकाशमा शरद ऋतुको आगमन भएपछि पूर्णिमाको रात्रि कोजाग्रत के अरे? पूर्णिमाको रात्रिमा आकाशमा पूर्ण चन्द्रमा लाएर बडो शोभा भयो। जसरी यदुवंशमा भगवान श्रीकृष्णको शोभा भयो। अब चाहिँ भगवान श्रीकृष्णले मुरली बजाएको गोपिनीले वर्णन गर्न भनेर कोसिस गर्नुभयो, सक्नु भएन अरे।
रे कदमको डालीमा बसेका सारी चोर्न कमरै कसेका मुरलीको धुन वृन्दावनमा गाई बाछा चराउने पक्कै कृष्ण हुन् डालीमा बसेका सारो चरण कमरै कसेका मुरलीको धुन वृन्दावनमा गाई बाछा चराउने कृष्ण वृन्दावनमा गाई बाछा चराउने मन पनि तिमीमै गयो आज भोलि के भयो मुरलीको धुन वृन्दावनमा गाई बाछा चराउने पक्कै कृष्ण हुन् वृन्दावनमा गाई बाछा चराउने आज भोलि के भयो मन पनि कृष्ण वृन्दावनमा गाई बाछा चराउने पक्कै कृष्ण वृन्दावनमा अब गर्नु गऱ्यो हे चित्ता चोरा तर्पौँ हामी तिमीलाई त के भोरा मुरलीको धुन वृन्दावनमा गाई बाछा चराउने वनमा गाई बाछा चराउने पक्कै कृष्ण हुन् हे बोल कृष्ण कन्हैयालालको जय हो बंसी बजा यमुना तिरैमा कन्हैयाले पार्यो नि पिरैमा मुरलीको धुन यसरी वृन्दावनमा अब भगवान श्रीकृष्णले मुरली बजाउँदै जाने गोपिनीहरूले वर्णन गर्न लाउने वर्णन गर्न पनि नपाउने वर्णन गर्न बल्ल बल्ल सकेर बल्ल वर्णन गर्नुभयो चम्पावती आदि गरेका सखीहरूले कन्हैयाले गरेका सारा लीलाहरूको मधुर वंशीको व्याख्या गर्दै गर्दै जानुभयो हेमन्तमा गरेको ऋतु आयो जसमा नन्दग्रह कुमारीहरूले कात्यायनीको व्रत गर्नुभयो भगवान श्रीकृष्णले अब यमुनाजीमा स्नान गर्न जाँदा वस्त्र अलि आधा लगायो भनेर हेर नुहाउने बेलामा पुरै आफ्ना वस्त्रसितै नुहाउनु पर्छ निर्वस्त्र भएर नुहाएको देखेर पाप लाग्यो भनेर छोरी होबान कपडा लगाइदिनु भयो माथि लुकाइदिनु भयो कदमको डालीमा बसेर अब वस्त्र लगाएपछि गोपिनीहरूले भन्नुहुन्छ हे कृष्ण हामीलाई हाम्रो कपडा देऊ कृष्ण भनेपछि म दिन त दिन्छु तिमीले गल्ती गर्यौ आऊ यहाँ सूर्यलाई नमस्कार गर राजालाई भनिदिन्छु म जाऊ तिम्रो राजालाई गर भनिदियो भन हामीलाई डर छैन गोपिनीहरूको शुद्ध भाव बुझ्नु भएको थियो भगवानले त्यो चिरहरण लीला भनेको के हो भन्दा अज्ञानको पर्दा हटाएर अनि नयाँ वस्त्र भगवानले दिने भनेको ज्ञानको आवरण प्रदान गर्ने हो गोपिनीहरूलाई भगवानले कति वर्षका छन् नन्दव्रत कुमारीका 5 वर्षका बालिकाहरू यति बेला भगवान श्रीकृष्ण कति वर्षको हुनुहुन्छ भन्दाखेरि 7 वर्ष पुग नपुगको हुनुहुन्छ कि 7 वर्ष अझै पुग्नु भएको छैन 5 वर्षका बालिका र 7 वर्षका बालक त्यो बेला 5-7 वर्षकाले अब कपडा लाएर नुहाए के नलाए के हो र होइन तर फोटा देखाउँदा कथा भन्नेले यसलाई रस रङ्गतिर लगेर सबै घरका कसका छोरी बुहारी नाचे भनेर त्यो चाहिँ होइन है नन्दव्रत कुमारीका कौमारम पञ्चमाब्दान्तम 5 वर्षका साना साना बालबालिकाहरूले गरेको खेल हो यो केटाकेटीले माटाको भात पकाएर खेले जस्तै क्या यो खेल हो यो अरू योभन्दा बढ्ता सोच्यो भने पाप लाग्छ कि अपराध हुन्छ भगवानको लीला नबुझिकन व्याख्या गर्न खोज्यो भने
सुन्ने भन्ने दुईटै गति लाउँदैनन् फेरि। त्यही भएर गुरु कस्तो बनाउनु भन्दाखेरि सर्लङ्ग पारदर्शी ज्ञान भएको चाहिन्छ क्या वक्ता पनि। भगवान भन्नुहुन्छ हेर ममा गरेको प्रेम जाने खालको हुँदैन सकियो। जसरी उमालेको पात पकाएको धान लगेर छर्यो भने बिउ हुन्छ कि हुँदैन? धान पहिले भाँडा तौला राखेर पकाउनु मजाले अनि लगेर छर्नु उम्रिन्छ। रेलमा लगेर कुट्नु अनि त्यसपछि लगेर छर्नु, चामल लगेर छर्यो भने उम्रिन्छ। कमसेकम सारा कुराहरू समय धान भुट्नु ताउकेमा राखेर फुला उठाउनु लाभा लगेर छर्नु उम्रिन्छ? हुँदैन। भगवानमा गरेको जो प्रेम हो त्यो संसारमा उम्रिने खालको हुँदैन। यो त पारमार्थिक गोपी र गोविन्दको मधुरतम, यो आत्मा र परमात्माको मधुरतम मिलन हो। यसलाई अन्यथा गरेर व्याख्या गर्ने गरेका छन् आजभोलि। त्यही भएर यो धर्म बढ्ने होइन घट्नु चाहिँ हुन्छ। त्यस्तो गर्दाखेरि अपव्याख्या गरियो भने धर्मको वृद्धि होइन धर्मको ह्रासै हुन्छ। त्यो भगवानका कथा सुनेर दङ्ग पर्ने हो। के गर्ने अरे ओहो प्रभु हजुरका लीला भनेर छक्क पर्ने हो। अब गोपिनीहरूलाई भगवानले म तिमीलाई निमन्त्रणा गर्छु कुनै दिन आउनु भनेर उनका वस्त्र दिएर पठाइबक्स्यो। एक दिन घरबाट भोजन नलगिकन गाई चराउन गएको, बिचा भोक लागेको। कन्हैया भोक लाग्यो के गरौँ भन्दा जाऊ न यहाँ ब्राह्मणले लामिछाने कहाँ यज्ञ भइरहेछ। के भएको छ अरे? चतुर्वेदी चौबे ब्राह्मणहरू कहाँ लामिछाने हो कि छोटी छाने हो? त्यो 3 तले हो कि 9 तले हो? त्यहाँ ठुला ठुला यज्ञ वैदिकहरू कहाँ ठुलो यज्ञ भइरहेछ, जाऊ त्यहाँ गएर माग त भनेको। यो ब्राह्मणको जात हेर्नु दिन नजान्ने क्या, अरूलाई दिन दान देऊ चाहिँ जति पनि भन्ने, आफूले दिन नजान्ने है। भगवान कृष्णले पठाएका साथीहरूले गएर भने हाम्रो भगवान कृष्ण, हाम्रो प्रभु कृष्ण कन्हैया आउनु भएको छ, दाई बलरामसँग भोक लागेको छ। ए ब्राह्मण देवता लामिछाने बा यसो दिनुहोस् न केही भनेको। चुप्पै बोल्दैनन् त है, पत्याउँदै बताएनन्। सबै लामिछाने उस्तै होलान् कि यिनी मात्रै उस्ता हुन्? त्यहाँका चतुर्वेदीहरूले पत्याएनन्। हजुर नपत्याएपछि रुँदै गए भगवान कृष्णसँग हवाला गरेको भने प्रभु दिएनन् केही पनि। तिमीले जानेनौ नि, त्यहाँ जाऊ त ती घरका महिलाहरू यज्ञका ब्राह्मणका पत्नीहरूसँग गएर भन त कृष्ण आउनु भएको छ भनेर। मेरो नाम सुनेपछि तिनी दौडेर आउँछन्। नभन्दै यो ब्राह्मणीहरूसँग गएर कृष्ण बलराम आउनु भएको छ, हजुरले केही दिनुहुन्छ भने यसो रोटी सोटी कतैबाट ल्याउनु न, भोक लागेको छ भनेको। रोटी सोटी मात्रै होइन हामी चाडा सोलीमा बोकेर लिएर आउँछौँ भनेर आफै बोकेर। के सोली हो कि के अरे? घर माइत जाँदाखेरि माइतबाट घर जाँदा छोरीले बोकेर लान्थ्यो नि पहिले बाँसको। के हो त्यो? थुन्से हो कि सोली हो? सोली होइन। सोलीमा सारा सामानहरू भक्ष्य भोज्य लेय पेय चोष्य पदार्थहरू राखेर कन्हैयाको भगवान कृष्णको सेवा गर्नका लागि गोपिनीहरू आउनुभयो, जानुभयो। अनि आएको देखेर भगवानले सबैलाई स्वागत गर्नुभयो। अनि त्यो भोजन लिएर त्यो यज्ञबाट भन्ने ठाउँमा सबैलाई वरिपरि राखेर कति मिठो रहेछ नि आमा हो तपाईँहरूले ल्याएको त भन्दै खुवाउनुभयो, उहाँहरूलाई पनि खुवाउनुभयो। अनि त्यसपछि अब जानुहोस् घर भन्दाखेरि नाइ हामी जान्नौँ, हामी घरबाट हाम्रो अब घरको द्वारको सबै बन्धन तोडेर हामी आएका छौँ, हामी यहाँ जान्नौँ भन्नुभयो। जान्नौँ भनेपछि भगवानले भन्नुहुन्छ तपाईँहरू नभइकन पतिहरूको यज्ञ अधुरो हुन्छ, लौ जानुहोस्। यज्ञ पत्नीले भन्नुभयो प्रभु नदी समुद्रमा पसेपछि फर्केर त्यही खोलोबाट फेरिसम्म हिमालयतिर जान्छ र? जाँदैन। नजानी भए लौ त भनेर तिनको आत्मा भगवानले आफ्नो साथमा राख्नु हो। अनि त्यो नक्कले हावा भरेर उनका शरीर चाहिँ घर पठाइदिनु भयो। ब्राह्मणहरूलाई खुब पछुतो भयो, धिक्कार छ हामी बेल पढेर पनि भगवानको भक्ति गर्न सकेनौँ। कमसेकम हाम्रा पत्नीहरूले भए पनि आज प्रभुको सेवा गरे भनेर खुब खुसी हुनुभयो। अनि पछुतो गर्दै गर्दै चाहेर पनि भगवानको दर्शन गर्न ती ब्राह्मणहरूले पाउनु भएन। यो कथा यति नै।
अगाडि अब भगवान श्रीकृष्णले आमाहरूलाई सोध्यो के को तयारी भएको हजुर भनेर सोद्धाखेरि बडा सेल रोटी पनि ल्याएको छ, कचौरामा घिउ ल्याएको छ, कलशहरूमा सबै पूजा सामान ठिक पारेको छ, यत्रो यो सबै के गर्न लागेको भनेर सोधेको। आमाले भन्नुभयो तिमी बालकहरूलाई किन चाहियो र अहिले? अनि बाबालाई लगेर एकान्तमा सोद्धा यो पूजा सामग्री के को लागि हो भनेको नन्द बाबाले भन्नुभयो पर्जन्ये भगवान इन्द्र मेघास्तस्यात्ममूर्तयः ते विवर्षन्ति भूतानां प्रीणनं जीवनं पयः। हामीहरूले इन्द्रदेवको पूजा गर्ने गरेका छौँ, वर्षमा एक दिन इन्द्रको पूजा। अनि इन्द्रको पूजा गरे के हुन्छ भन्दा इन्द्रको पूजा गरेपछि इन्द्रका नोकर गोठला आज्ञाकारी मेघ देवता, मेघले पानी पार्छन्, वर्षा हुन्छ। अनि इन्द्रको पूजा गरेपछि पानी पर्छ, पानी पर्यो भने घाँस पलाउँछ, घाँस पलायो भने के हुन्छ भन्दा गाई मोटाउँछन् अनि बाच्छा हुन्छन्, दुध धेरै आउँछ। ए मेरो पिताजी पनि अझै सकामी भक्ति गर्दै हुनुहुन्छ भने अब पितालाई कसरी सम्झाउनु? कन्हैया दौडी दौडी गोठा जानुभयो अरे, एउटा हातले गाईको थुन समातेर मुखा लगाएर अर्को हातले गाईको पुछरतिर कनाउँदै हुनुहुन्छ क्या। अनि नन्द बाबाले के कन्हैया के गरेको यस्तो भन्दा हजुरले जस्तै गरे, एउटा हातले त्यो अहिले अब पूजाको बेला भए त कथा सकौँ है त। अब गोवर्धनको पूजा भयो भने मैले कथा यसरी नि सकिन्छ। गोवर्धनको पूजा भयो धुमधामसँग, मै त गोवर्धनको जाउँ मेरो वीर नाइ माने मेरो मनुवा, मै त गोवर्धनको जाउँ मेरो वीर नाइ माने मेरो मनुवा, नाइ माने मेरो मनुवा रे, नाइ माने मेरो मनुवा, नाइ माने मेरो मनुवा रे, नाइ माने मेरो मनुवा, मै त गोवर्धनको जाउँ मेरो वीर नाइ माने मेरो मनुवा, मै त गोवर्धनको जाउँ मेरो वीर नाइ माने मेरो मनुवा। हरि मान सहस्र शीर्षा फूका है सहस्राक्ष है सहस्रपात है सगुनिको सर्वदृष्टा त्यदि शब्दशाङ्कुरम्मा श्री गोवर्धन गिरिराजाय नमः। गोवर्धन गिरिराज भगवानको धुमधामसँग पूजा भयो। अब धूप नैवेद्य अर्घ्य पाद्य आत्मासँग भगवान श्रीकृष्णले आज्ञा गरे अनुसार सारा ब्रजवासीहरूले गोवर्धनको पूजा गरेपछि यस्तो आनन्द आयो। अब तोपे फूल चढे, तोपे पान चढे। अब त्यहाँ पान चढाउने, फूल चढाउने, नैवेद्य चढाउने, धूप चढाउने, दीप चढाउने, सबै कुराले आरती वन्दना। हे कृष्ण मलाई मिठो बन्सी सुनाइदेऊ न, तिमीलाई मात्रै होइन त्रिलोकै थर्काइदेऊला। हे कृष्ण मलाई मिठो बन्सी सुनाइदेऊ न, तिमीलाई मात्रै होइन त्रिलोकै थर्काइदेऊला। हे कृष्ण कालयुक्त नाम सम्मगरे थर्काइदिन्छौ असन डगाइदिन्छौ। बन्सीले त्रिलोकै थर्काइदिन्छौ तपस्वी ज्ञानीको असन डगाइदिन्छौ। हे कृष्ण मलाई मिठो बन्सी सुनाइदेऊ न, तिमीलाई मात्रै होइन त्रिलोकै थर्काइदेऊला। हे कृष्ण ओम जाओ
बंसीको महिमा बुझ्दैनौ तिमी राधा योगी र ध्यानीको ध्यानमा पर्छ बाधा हे कृष्ण मलाई मिठो बंसी सुनाइदेऊ न तिमीलाई मात्रै होइन त्रिलोकै थर्काइदेऊ आसनमा सबरासनान्ति पाद्यम जल चढाइदिनु हस्तयो अर्जुन हस्त चढाइदिनु मुखे आर्यो जल चढाइदिनु मुखे आर्यो सर्वाङ्गे स्नानी सर्वाङ्गे समर्पयामि मुखयोग्रे साम्यं साइति सदा ब्रह्मणे नमो नमो शान्ति एउटा जनै शिवाले पनि राखिदिनु महिमा के हुन्छ हामीले शिवाय अरूले कहाँ सुन्छ ब्रह्मणे नमः पूजा ब्रह्मणे नमः पूजा यज्ञोपवीतं परमं पवित्रं प्रजापतये सहजं प्रसादो आयुर्जनग्रं वर्तमन्तं ब्रह्मेज्ञोपवीतं परमं पूजा ब्रह्मणे समर्पयामि नमः लक्ष्मी सहिताय विष्णवे नमो नमः वल्ला शिवकला सुनाइदेऊ न तिमीलाई मात्रै नमः सम्भवाय त हे कृष्ण हरि ओम नमः सम्भवाय च मयो श्री शांतवाय नमः नमो नमो शांति दक्षिणा द्रव्यं भेति दक्षिणा राजिनो हरि ओम हिरण्यगर्भः समवर्तताग्रे भूतस्य जातः रामूर्ते हरि ओम जय जगदीश हरे समता शांति प्रदायक जनहितकारी कलु जनहितकारी ओम जय जगदीश हरे नित्य गरो प्रभु बसले नित्य गरो दिन दिन निर्मल बान्दै कति दिन शरण बन्दै सेवा भसिन्दो पर्यो ओम जय जगदीश हरे ओम जय जगदीश हरे प्रभु जय जगदीश हरे प्रभु का शरण कति कति पार तारे ओम जय जगदीश समस्त भक्तवृन्दहरू समस्त भक्तवृन्दहरू हाम्रो लक्ष्यवर्ती दिगोमा कसैका धाएका अरू बत्ती छन् त्यहाँ नमिसाइदिनु होला कसैको बाल्न पर्ने ठाउँमा अलग्गै बाल्नु होला त्यहाँ मिसाएर नबाल्नु होला किन धागेको यो कपासको बत्ती छ हरिहर भगवानको लक्ष्यवर्ती महिमा वर्णनको सनातन धर्मको भजन टोली बाजा कीर्तन के छ कोही व्यवस्था भने नारायण श्रीमन्नारायण नारायण नारायण श्रीमन्नारायण नारायण नारायण श्रीमन्नारायण नारायण श्रीमन्नारायण नारायण नारायण श्रीमन्नारायण नारायण 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 श्रीमन्नारायण
नारायण 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 श्रीमन्नारायण नारायण नारायण श्रीमन्नारायण नारायण ओ भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय 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 ओम नमो भगवते वासुदेवाय बल्ला हुँदैन हरि कीर्तन गाउन दै भुल्ला हुँदैन बल्ला हुँदैन हरि कीर्तन गाउन दै भुल्ला हुँदैन श्री लक्ष्मण भगवान को लक्ष्मण महिमा वर्णन को सनातन धर्म को जमला वैकुंठ नाच्दै गाउँदै बजाउँदै जमला वैकुंठ नाच्दै गाउँदै बजाउँदै जमला वैकुंठ जमला वैकुंठ नाच्दै गाउँदै बजाउँदै जमला वैकुंठ हेलो एकछिन चुप्प रहनुहोस् है तपाईँहरू गरुन् तिम्रा घरमा लक्ष्मीले सधैँ बास गरुन् हगहती परेका चाहिँ पितृहरू तरुणहरी लैजाऊ वैकुण्ठ हे कर्ता वर्ता सुन्ने सर्ता लैजाऊ वैकुण्ठ रामले लैजाऊ वैकुण्ठ हे लैजाऊ वैकुण्ठ हे कर्ता वर्ता सुन्ने सर्ता लैजाऊ वैकुण्ठ आज लैजाऊ वैकुण्ठ हे लैजाऊ वैकुण्ठ कर्ता वर्ता सुन्ने सर्ता लैजाऊ वैकुण्ठ राम करत वर्ता सुन्ने सर्ता लैजाऊ वैकुण्ठ लहेरले केही दान पुण्य गरे भावा पाए होलन त्यही हरि लैजाऊ वैकुण्ठ हे लैजाऊ वैकुण्ठ हे कर्ता वर्ता सुन्ने सर्ता लैजाऊ वैकुण्ठ राम लैजाऊ वैकुण्ठ हे लैजाऊ वैकुण्ठ हे कर्ता वर्ता सुन्ने सर्ता लैजाऊ वैकुण्ठ आज लैजाऊ वैकुण्ठ हे लैजाऊ वैकुण्ठ हे कर्ता वर्ता सुन्ने सर्ता लैजाऊ वैकुण्ठ सत्य कर्ता वर्ता सुन्ने सर्ता लैजाऊ वैकुण्ठ दान हाम्रा पितृ वैकुण्ठ लैजाऊ भगवान एकादशी तुलसी
ढिलाको धाम हाम्रा पितृ बैकुण्ठ लैजाऊ भगवान हरिहरि एकादशी तुलसी ढिलाको धाम हाम्रा पितृ बैकुण्ठ लैजाऊ भगवान आज एकादशी तुलसी ढिलाको धाम हाम्रा पितृ बैकुण्ठ लैजाऊ भगवान साँच्चै हाम्रा पितृ बैकुण्ठ लैजाऊ भगवान बैकुण्ठ लैजाऊ भगवान रामले एकादशी तुलसी ढिलाको धाम हाम्रा पितृ बैकुण्ठ लैजाऊ भगवान आज एकादशी तुलसी ढिलाको धाम हाम्रा पितृ बैकुण्ठ लैजाऊ भगवान साँच्चै हाम्रा पितृ बैकुण्ठ लैजाऊ भगवान तिमी मथुरा उतै हराउला वृन्दावनमा गाई बाछा कतिले चराउला मथुरा उतै हराउला वृन्दावनमा गाई बाछा कतिले चराउला साँच्चै वृन्दावनमा गाई बाछा कतिले चराउला हामीले भुल्न हुँदैन भुल्न हुँदैन हरिहर रामको नाम भुल्न हुँदैन आज भुल्न हुँदैन भुल्न हुँदैन हरिहर रामको नाम भुल्न हुँदैन साँच्चै हरिहर रामको नाम भुल्न हुँदैन भागवत लाएर धर्म पाएका भागवत लाएर धर्म पाएका भक्त लिनु भनेर दिन आएका हरिहरि भागवत लाएर धर्म पाएका ब्रह्मा विष्णु महेश्वर लिन आएका हरि भागवत लाएर धर्म पाएका ब्रह्मा विष्णु महेश्वर लिन आएका हरि भागवत लाएर धर्म पाएका ब्रह्मा विष्णु महेश्वर लिन आएका साँच्चै ब्रह्मा विष्णु महेश्वर लिन आएका लिन भनेर दिमान आएका साँच्चै भक्त लिन भनेर दिमान आएका रामसँगलाई दैव लाग्दा वनमा जान पर्यो रामसँगलाई दैव लाग्दा वनमा जान पर्यो आफ्नो छोरी सीता रामले हर्यो हरि नजाऊ वनमा नजाऊ वनमा राम सीता लक्ष्मण नजाऊ वनमा आज नजाऊ वनमा नजाऊ वनमा राम सीता लक्ष्मण नजाऊ वनमा हरि नजाऊ वनमा नजाऊ वनमा राम सीता लक्ष्मण नजाऊ वनमा साँच्चै राम सीता लक्ष्मण नजाऊ वनमा हरे राम राम वनवास नगा भए सीता हर्दैन थियो राम वनवास नगा भए सीता हर्दैन थियो अमृतैका घडा छ भन्ने रामजीलाई के थाहा हुन्छ र बडा भाइ फुटे जमानु के भने जस्तै भयो भुलिसँगै गर्दाखेरि रावण मर्नु भयो बनैमा गए बनैमा राम सीता लक्ष्मण गए बनैमा गए बनैमा गए बनैमा राम सीता लक्ष्मण गए बनैमा आज गए बनैमा गए बनैमा न भन्छ
राम किन भन्छौ राम नाता गोता सौता सुन्दरीकै घाम किन भन्छौ राम किन भन्छौ राम नाता गोता सौता सुन्दरीकै घाम हरि हरि किन भन्छौ राम किन भन्छौ राम नाता गोता सौता सुन्दरीको घाम हरि किन भन्छौ राम किन भन्छौ राम नाता गोता सौता सुन्दरीको घाम साँच्चै नाता गोता सौता सुन्दरीको आफूसँग अथुन जानिएन आफूसँग अथुन जानिएन अहिले बाला गर्न मन कसलाई भन्दैन किन भन्छौ राम किन भन्छौ राम नाता गोता सौता सुन्दरीकै घाम हरि किन भन्छौ राम किन भन्छौ राम नाता गोता सौता कहिले गोकुल धाम श्याम सुन्दर भगवान कृष्ण बलराम कहिले भन्छौ मथुरा कहिले गोकुल धाम हरि हरि श्याम सुन्दर भगवान कृष्ण बलराम कहिले भन्छौ मथुरा कहिले गोकुल धाम राजा श्याम सुन्दर भगवान कृष्ण बलराम कहिले भन्छौ मथुरा कहिले गोकुल धाम कहिले भन्छौ मथुरा कहिले गोकुल धाम माघ महिना कुम्भ मेला तीर्थ देवघर धाम माघ महिना कुम्भ मेला तीर्थ देवघर धाम सीता मनले स्नान गर रथे गर्दन बाबु तिमीलाई बिना बाबु तिमीलाई बिना बोकी कल गुसेको अहिले आएर भन्छौ बाबु आफै हुर्केको हरि हरि बाबु तिमीलाई बिना बोकी कल गुसेको अहिले आएर भन्छौ बाबु आफै हुर्केको साँच्चै बाबु तिमीलाई बिना बोकी कल गुसेको अहिले आएर भन्छौ बाबु आफै हुर्केको साँच्चै अहिले आएर भन्छौ बाबु आफै हुर्केको बाबु तिमीलाई काटेको पैसानी बोकेको अहिले पनि मेचेन घाउ तिमीले टोकेको हरि हरि बाबु तिमीलाई बिना काटेको पैसानी बोकेको अहिले पनि मेचेन घाउ तिमीले टोकेको हरि बाबु तिमीलाई काटेको पैसानी बोकेको अहिले पनि मेचेन घाउ तिमीले टोकेको साँच्चै अहिले पनि मेचेन घाउ तिमीले टोकेको बाबु तिमीलाई कैला गरेको किन होला मर्ने बेला प्रेमै छोडेको देखौ बाबु तिमीलाई घुममा बोकी कैला गरेको किन होला मर्ने बेला बोलमै छोडेको साँच्चै किन होला मर्ने बेला बोलमै छोडेको बाबु तिमीलाई दुध पिलाएर मैले सोध्छु गई बाबु तिमीलाई दुध पिलाएर मैले सोध्छु गई मेरा सेवा गर्ने बेला बाबु तिमीलाई काटेको पानी बोकेको बाबु तिमीलाई काटेको पानी बोकेको अहिले पनि
एउटा प्रकार साइकिल मलाई भाजी जिल्ला एक नम्बर मजा मेरो घर भाजी जिल्ला एक नम्बर मजा मेरो घर मामा मेरो सिरान जान्छ हो थर गोर्खा जिल्ला जन्म भयो पछि दसैँ गयो त्यहाँ पनि तालघर छरे दुःख पाउने भयो निम्तो आयो म जान्छु रामा तिम्रो राम म त दाजु अहिले जान्छु तपाईँ आउनुहोस् घरे म त दाजु अहिले जान्छु तपाईँ आउनुहोस् घरे मामा हाम्रा कम्पा फुर्का अस्मेन क्यारे निम्तो आयो म जान्छु मामा घरमा घरकुलाका गाई बाख्रा तिम्रो घरमा हरे निम्तो आयो म जान्छु मामा घरमा घरकुलाका गाई बाख्रा तिम्रो घरमा साँच्चै निम्तो आयो म जान्छु मामा घरमा गकुलाका गाई बाख्रा तिम्रो घरमा हरि हरि गकुलाका गाई बाख्रा तिम्रो घरमा